नमस्कार श्रोताहरू, म सुमन ढुङ्गाना। धेरै समयको प्रयासपछि आज मैले नेपाली उपन्यास श्रोताहरूका लागि कर्णाली ब्लुजको अडियो रेकर्डिङ प्रस्तुत गर्न गइरहेको छु। यहाँहरूलाई मेरो वाचन कस्तो लाग्छ प्रतिक्रियाको अपेक्षा गर्दछु। मैले भ्याएसम्म उपन्यासको प्लटहरूलाई उपन्यासकारले प्रस्तुत गर्नुभए जसरी प्रस्तुत गर्नेछु। मैले यो कर्णाली ब्लुज बुद्धिसागरजीले जसरी पहिलो दिन दोस्रो दिन गरेर लेख्नु भएको छ त्यसरी नै साप्ताहिक रूपमा प्रस्तुत गर्नेछु। आजको उपन्यासको वाचन म उपन्यासकारको परिचयबाट गर्दैछु। 2038 साल कैलालीमा जन्मेका बुद्धिसागरको किशोरावस्था कालीकोटको मानमामा बितेको हो। उनी अहिले कवि लेखकका रूपमा परिचित छन्। कविता लेखन र अखबारी लेखनमा खुबै रुचाइएको नागरिक दैनिकसँग आबद्ध छन्। उनी 2060 सालको राष्ट्रिय कविता महोत्सवमा स्वर्ण पदक प्राप्त गरेका उनले 66 सालमा नेपाल सरकारबाट प्रतिभा पुरस्कार प्राप्त गरेका छन्। उनको कविता सङ्ग्रह हजारौं पृथ्वी हजारौं आकाशको दोस्रो संस्करण फाइन प्रिन्टबाट निस्किँदैछ। उहाँको वेबसाइट पनि छ। हामीले उहाँको वेबसाइटलाई www.buddhisagar.com मा पनि हेर्न सक्छौँ। यो कर्णाली ब्लुज पुस्तकलाई प्रकाशन गरेको छ फाइन प्रिन्ट INSC, झम्सिखेल ललितपुर, पोस्ट बक्स नम्बर 1941, फोन नम्बर 0150135353। यस पुस्तकको सर्वाधिकार बुद्धिसागरमा निहित छ। पहिलो संस्करण भदौ 2067, फन्ट श्रीनाथ बोल्ट। यस पुस्तकको कुनै पनि अंश वा पुरै पुस्तक पनि कुनै पनि माध्यमद्वारा पुनरुत्पादन वा फोटोकपी गर्न पाइने छैन। आजको यस उपन्यासको वाचनको पहिलो दिन म वाचन गर्न गइरहेको छु। पहिलो दिन कोहलपुर टिचिङ हस्पिटलको ठुलो गेट मुनतिर म ठङ्ग उभिएँ। मेरो सास फुलिरहेको थियो। मैले एकपल्ट आफूलाई निहालेँ। कालो छाला जुत्ता धुलाले मैलिएको थियो। नीलो जिन्स प्यान्टको घुँडानिर धब्बा बसेको थियो। सर्टबाट बसको चर्को गन्ध आइरहेको थियो। पिठीको झोलाको हाल के होला? मैले हेर्ने जाँगर चलाइन। चर्को घाम चलेको थियो, तालु नै पोल्ने गरी। पसिना र त गलाभरि दुग्रिरहेको थियो। आँत सुक्खा थियो। म गहिरो तिर्खाले छटपटिरहेको थिएँ। गेटपालेले एउटा मान्छेलाई बाटो देखाइरहेको थियो। म हस्याङ खुस्याङ गर्दै ऊ छेउ पुगेँ। उसले मलाई खुब निहालेर सोधे, के खोज्यौ? इमर्जेन्सी वार्ड कता हो? मैले सोधेँ। बिरामी छ? हतारमा मैले भने। हिजै ल्याएको रे। उसले कलेठी परेको ओठ चुच्याउँदै दायाँतिर इसारा गर्यो र म त्यतै कुदेँ। जीवनमा पहिलोपल्ट म यति हतारिएको थिएँ। लुला हुँदै गएका घोडा लत्रिँदै भित्र पसे। इमर्जेन्सी वार्डको ढोका अलिकति उघरेको थियो। ग्यार आवाज आयो। म पछाडि फर्केँ। एउटा मानिस खाली स्ट्रेचर घिसारिरहेको थियो। मैले ढोका धक्काले भित्रबाट औषधि र पसिनाको गन्ध मेरा नाकका फोरामा आएर ठोकियो। भित्र लहरै बेडमा मानिसहरू अचेत भएर लडिरहेका थिए। कोही उत्तानो, कोही कोल्टे त कोही घोप्टे। धेरैको अनुहारमा छटपटी र पसिना भरिएको थियो। तिनै मानिसको बीचमा उनी पनि थिए जसलाई मैले टाढैबाट चिने। कस्तरी खङ्ग्रङ्ग सुकेको हो ज्यान। थाक्रामा सुकाउन फिजाएको निलो स्टकोट फिजारिएको थियो। टाँगहरू कतै झरेछन्। स्टकोट बेडमा थुप्रिएको थियो। म छेउमा पुगेँ। झोला भिरेर थपक्क बेड मुनतिर घुसारिए। उनका आँखा अझै बन्द थिए। अनुहारभर पसिना र पीडा। भाँसिएको कञ्चट, गालाका बीचमा बढेको हड्डी। उनको बायाँ हात हावामा थरथराइरहेको थियो। कस्तो कमजोर भएछ। पातझै हल्लिरहेको। म छेउ उभिरहेँ। उनका ओठ अलिकति खुल्थे र बन्द हुन्थे। घाइते ढुकुरको चुच्चा झैँ। कपाल पनि जम्मै झरेछन्। जति बाँकी थिए कपास जस्ता देखिन्थे। उभिन्डिएको सलाइनको बोतलबाट तप पानी तप्किरहेको थियो। बायाँ हातको नसामा घोपिएको थियो सलाइनको मसिनो पात। उनी एकपल्ट बरबराए तर मैले बुझिनँ। तेस्रो बेडमा पल्लोपट्टि हरियो पर्दाभित्र सानो मसिनो आवाज आइरहेको थियो। अलिकति टाउको बढाउँदा मैले आफ्नो आँखा घुमाएँ। सेतो सर्टमा सजिएकी नर्स हाँसे। सिरिन्जको टुप्पोमा जमेको हावा फुस्स निकाल्दै एकछिन अडिए। सिरिन्जको टुप्पोबाट चोरोहलले प्याट्ट हिर्काए। यता बेडमा उनी बिस्तारै छटपटाए। म उनको सिरानीमा दुबोमाथि खसेको पात झैँ थपक्क बसेँ। उनी छटपटाइरहेका थिए। बेला बेला घाइते मुसा जस्तै बटारिन्थे। उत्तानो पल्टिँदा घाँटी बीचको सानो खोपिल्टोमा पसिना डम्म भरिएका थिए। मैले बेडको तन्नाले पुछिदिएँ तर उनलाई टाउकोदेखि गोडासम्म, गोडादेखि टाउकोसम्म निहालेँ। निन्द्रामा सधैँ थरथराइरहने दायाँ गोडामा पनि कुनै कम्पन थिएन। मैले चिटचिट पसिना भरिएको उनको अनुहारमा बिस्तारै हात राखेँ। तालुका नसाहरू सल्याङ ब्ल्याक बहुलाएका थिए। उनले थाहा पाए कोही आयो। उनको अनुहार खजमजियो। आँखा उघार्न खोजे तर उघ्रिएनन्। आँखाका चेपमा छिपछिप पानी बग्न थाले। मैले पुछिदिएँ। उनले सुस्केर हाले। यता मेरा आँखा पीडा भएर डम्म भरिए। मैले सुस्तरी बोलाएँ, बा। अनुहार बिगार्दै बाले बन्द आँखा अलिकति उघार्नु भयो। जल हाँस्दै तैरिरहेको हातले केही खोज्यो। मैले त्यो हात आफ्नो दायाँ हातमा लिएँ। आइस बाको आवाज मलिन भए। यति बेर किन लाइस भन् त?
टाइममा बस पाइएन। मैले बाको हात समाएँ। सन्चै छस्? बाले सासले सोध्नुभयो। राम्ररी पढ्नु। म काठमाडौँ हिँड्नु अघि बाको आवाज सफा थियो, अनुहार पनि चहकिलो। अहिले भने बिरामी हुनुहुन्छ। कष्ट गरी गरी थुक निलिरहेको। बाको रोगी अनुहार पहेँलिएको पात जस्तो, बाको सास बर्खाको खोला जस्तो। नर्स आए। एकपल्ट बाको बेडतिर हेरे, दुब्लो काएको मलाई पनि हेरे र अर्को बेडमा पुगे। म आएदेखि घोप्टो परिरहेको मानिस अझै पनि घोप्टो परिरहेको थियो। नर्सले सिरिन्ज निकाली छेउकी आइमालाई उसको निधार सुन्दै जगाए। नर्सले पाखुराको बीचतिर सिरिन्ज रोपिदिए। सिरिन्जको फेद धकेली कपासले एकैछिन मलिदिए। आइमाईको हात समाएर बिरामीको पाखुरामा राखिदिए। नर्स छेउमै आई। म सरक्क उठेँ। उसले सलाइनको बोतलमा चोरौँलाले 2 पल्ट हिर्काई। जाने बेला बाको मुखबाट दाहिनेतिर थर्मोमिटर राखिदिए। झिक्नु नदिनु होला है भनी। बाले टाउको यताउति हल्लाउनु भयो। मुख छेउमा बायाँ हात पुर्याउनै लाग्दा मैले आफ्नो हात हतारमा त्यसतिर सोझ्याएँ, तर बाले थर्मोमिटर चलाउनु भएन। आमा कता गई? बाले सोध्नुभयो। थर्मोमिटरको टुप्पो हल्लियो। आमा? अचानक हिक्का छुट्ला जस्तो भयो। 5 वर्ष अघि मैले उहाँको खुट्टा छुँदै भनेको थिएँ, म गएँ आमा, पुगेपछि फोन गर्छु। मेरा पखेटा बलियो भएको बचेरा चाहिँ उड्न चाहन्थे, पुग्न चाहन्थे। लोककथाको देश काठमाडौँ। कालीकोटमा चामल र व्यापारीको सामान बोकेर आएको हेलिकप्टर पङ्खा सुर्खेत फर्किन फनन्न घुमिसकेका थिए। ठुलो स्वरमा हेलिकप्टर पहाडका खोज सल्लाहघारी पोथ्रापोथ्रीसम्म गर्जिरहेको थियो। हेलिकप्टरले बनाएको हावाको भुमरी धुलो र बालुवासहितको आकाश छुने गरी उड्न थालिसकेको थियो। डसना, सिरक, सिमी, घिउ सबै हेलिकप्टरभित्र पुगिसकेका थिए। म पहिलोपल्ट बा-आमासँग छुट्टिँदै थिएँ। इन्द्रेणीबाट छुट्टिरहेको एक टुक्रा रङ्ग झैँ। म आमाका गोडामा निहुरिएको थिएँ। आमाले पनि मेरो घुम्रिएको कपालका फेदसम्म औला पुर्याएर भन्नुभयो, राम्ररी जानु, घर नबिर्सेनु। म रन्थनिएको थिएँ। म र मेरा आमालाई बिर्सिउँला र कहीँ? मेरा आँखाहरू धमिला भएका थिए। दङदङिँदै हेलिकप्टर आकाशतिर उक्लिएको थियो। सिसाको झ्यालबाट टाउको अड्याउँदै मैले तल हेरेको थिएँ। हेलिकप्टर बादलका खुर्कीलाई टेक्दै उक्लिरहेको थियो। मैले देखेँ आमा साडीको सप्काले मुख छोप्दै आकाशतिर हेरिरहनु भएको थियो। मेहलको एक्लो रुखमुनितिर रुख जस्तै उदास। ए, यो त आइपुगेछ। आमाको आवाज आयो। ढोका छेउ उभिनु भएको रहेछन्। पतझडमा सुकेको किम्बुको रुख चाहिँ। हातमा 2 बोतल सलाइन र केही सिरिन्ज थिए। ढोका थरथराइरहेको थियो। भर्खरै आएको मामा। कहाँ जानुभएको थियो? औषधि लिन। एक्लै थिएँ, कता भ्याउनु। तँ आइपुगिस्, सास आयो। मैले आमालाई निहालेँ। खोइ त त्यो ओठको सूर्यमुखी, खोइ त पुक्क गाला, खोइ त लामो कपाल। नकोरेको कपाल थोत्रो कुचो चाहिँ पातलिसकेका थिए। भित्रसम्म धसिएका गालाका काला काला धब्बा आएछन्। अनुहारभरि फैलिएछन्। बुढ्यौली र निराशका धर्कै मैले ब्लाउज पनि शरीरमा टाँगे जस्तो। आमा मुस्कुराउन खोज्नुभयो, तर दाँत मात्र देखिए। मेरो अनुहारको छाला अनायासै तन्किँदै उक्किन्छ कि जस्तो। हतारमा आमाको गोडा छुन लाग्दा भरिएको गाग्रीबाट पानी झैँ आँसु छल्कियो। किन रुन्छ यो? आमाको आवाज काप्यो। तुवालो लागे चाहिँ मेरा अगाडि सारा दृश्य धमिलिँदै गए। आमाको अनुहार पनि। आमाको ओठ कापिरहेका थिए। तल्लो मुखलाई माथिल्लो दाँतले टोकेर आफूलाई थाम्नुभयो। बेड छेउ आएर एकछिन सलाइन पानीतिर हेर्नुभयो, अनि बाको अनुहार सलाइन र सिरिन्ज ड्रअरमा राख्नुभयो। म अझै झोक्राइरहेको थिएँ। पल्लो बेडकी आइमाईलाई टुलु हेरिरहेकी रहेछ। उसले सोधी, यी छोरा हुन्? हो। आमा अलिकति मुस्कुराउनु भयो। आजै काठमाडौँबाट आएको। कति वर्ष भएछन्? लक्का जवान छन्। 22 त लागे होला। आमाले मेरो कपाल सुमसुम्याउनु भयो। मेरो आँखामा केही बिजाए जस्तो भयो। मैले आँखा मिचेँ। आइमाईले मतिर हेर्दै भने, बाबु नरौ। यति भनेपछि सलको टुप्पाले आफ्नो आँसु पुछी उल्टो दिशातिर फर्केर, दुब्लाइछस् त? आमाले सोध्नुभयो। सहरमा राम्ररी खान पाए पो? फिस्स हाँसे। कहिले खबर पाइस् तेरा बा बिरामी भएको? मैले सम्झेँ हिजो साँझ पख डेरा फर्कँदा दैलोको ताल्चामा एउटा पर्सा खुजमुज जेर झुन्डिएको थियो। अक्षरहरू एकदमै बटारिएका थिए। तुरुन्त कोहलपुर टिचिङ हस्पिटल जाने, ड्याडी बिरामी हुनुहुन्छ। 2:30 मा फोन आएको थियो। यस्तो लेखाइ र भाषा घरबेटीको छोरीको हुनुपर्छ। मैले अड्कल काटेको थिएँ। माथिल्लो तलामा उक्लिएर सोधिन, कसले टिपाएको यो खबर? बिरामी पन्छिने बाको झल्को मेरो कोठामा पछारिएको थियो। के भएको हो? आमालाई सोधे। आमाले सुनाउनु भयो। 4 दिन अगाडि बा भात खाएर एकछिन अगेनामा हात सेकाउँदै केही सोचिरहनु भएको थियो। आमा भाँडा माझ्न बाहिर निस्कनु भयो। फर्कँदा त बा उत्तानो पर्नु भएको रहेछ। बाका हातखुट्टा कुजिएर चल्नै छाडेका रहेछन्। बा बेहोस हुनुभएको रहेछ। अनि त 3 दिनसम्म आमाले पारीको अग्लो वार्ताको डाँडामा हेर्नुभयो। हेलिकप्टरको सडक त्यतै त हो नि। त्यही बाटो सुर्खेत हिँडेको तातो बतास चिसिँदै आयो। केही बादल आए, केही चराहरू, तर हेलिकप्टर आएन। बल्ल 3 दिनपछि हेलिकप्टर आयो। युएनको हेलिकप्टर स्वर्गबाट झरे चाहिँ रवाफसँग बस्यो। त्यो हेलिकप्टर जनयुद्धको रिपोर्ट लिन आएको थियो। हेलिकप्टरबाट ओर्लेका केटाकेटीले हेलिप्याडमा बसेर आफ्नो तातेका छाती चिसो बतासले सेके। ब्युटिफुल माउन्टेनका अगाडि उभिएर फोटो खिचे। हतार बालाई कम्मलमा तुङ्ग्याउँदै केही मानिसहरू हेलिप्याड उक्लिए। पछि जगमा पानी बोकेर आमा हतार हिँडिरहनु भएको हुनुहुन्थ्यो।
हेलिकप्टरमा आएकी कालो चस्मा लागेकी युवती पहाडी कोटबाटतिर हेरेर आनन्दित भइरहेकी थिए। हतारै आएका मानिसको भिड देखेर एकछिन अत्तालिए। छेउको अग्लो अमेरिकानेले कान्छेमा केही फुसफुसायो। केटी एकछिन भिडतिर हेर्दै उभिरही। नजिक आए। भिडसित सहितको बिरामीको फोटो खिची। के भयो उहाँलाई? उसले सोधी। मर्नु र बाँच्नुको दोधारमा हुनुहुन्छ बाज्या। कसैले भन्यो, यु सुड कल द डक्टर। डाक्टर? कसैले प्याच्च भन्यो। मरिगया सबै। यो कालीकोटा को आउँदा हुन्? अब के गर्नुहुन्छ? बज्याई नेपालगञ्जतिर लैजालिन्। कसैले आमालाई देखाउँदै भने। हेलिकप्टरमा सिट पाइनिया छ कि? हाउ स्याड। उसले यति भने प्रश्नको जवाब दिन फर्की। तुलाले मैले हेलिकप्टरमा आमा टुक्रुक्क बसिरहनु भयो, यस्ता बिरामी देख्दा त लगिदेलान् नि भन्ने आश गर्थे। जिल्ला प्रशासन र प्रहरी कार्यालयसम्म पुगेर ती सबै फर्किए जो हेलिकप्टरमा आएका थिए। हेलिकप्टरका ड्राइभर कुइरे सापलाई आमाले टोलाउँदै हेर्नुभयो। बोल्न सक्नु भएन। हेलिकप्टरका पङ्खा घुम्न थाले। एकैछिनमा हेलिकप्टर जुरुक्क उचालिए, फनक्क घुमेर सबैतिर धुलो छरेर अलप भइदिए। हातमा आइपुगेको आशा र वरको अन्तिम त्यान्द्र पनि चटक्क चुडिएपछि आमा थ्याच्च तचारिनु भयो। बज्यै नआत्तिनुस्। कसैको मलिन आवाज पनि आयो। अर्को आउँछ। 12 बजेपछिको बताससँगै हुत्तिएर छेउको मैहालको रुखलाई लुस्न आइपुग्थ्यो। त्यस दिन पनि आइपुगे। हाँगा पातमा झुन्डिएर चोही खेल्दै मान्छेका आँखामा बिजायो। बालाई पुर्याउन आएका बिस्तारै बजारतिर झर्न थाले। मौन। बालाई होस थिएन। कहाँ छु म? उत्तानो पर्दा माथितिर तन्किएको छाती तलमाथि भइरहेको थियो। ओठहरू खडेरीको खेत झैँ सुक्खा थिए। ती ओठबाट जम्मा दुई कुरा दोहोरिँदै, पानी र छोरो आयो। त्यसैलाई भाग्य भन्छन्। 3.5 दिनपछि व्रतालेको टुप्पोमा एउटा भँगेरा उक्ले जस्तो देखियो। लौ बजे हेलिकप्टर आयो। कोही करायो। आमाले आँखामाथि हत्केलाले ढकनी खोलेर व्रताको डाँडातिर हिँड्नुभयो। त्यो भँगेरा पछि ढुकुर, पछि चिल, पछि बाख्रो, पछि गाई, पछि हात्ती हुँदै हेलिकप्टर आयो। भट्ट आवाज आयो। हेलिकप्टर तीखो आवाजमा सदरमुकाममाथि चुलीमालिकाको कुमकुममा एक फन्का लगाएर भुइँमा बस्यो। लौ त बजे। हँसिला बाजेलाई लिएर फर्किनु। बाला हेलिकप्टर चढाएपछि धेरैले भने, तपाईँको घर हामी हेरिदिउँला। हेलिकप्टर नेपालगञ्ज पुग्यो। नेपालगञ्ज एयरपोर्टमा आमाले मान्छेको हात च्याप्प समाउँदै भन्नु, ए भाइ, एम्बुलेन्स खोजिदियो। सुर्खेत रोड हुँदै एम्बुलेन्स कोहलपुरतिर उडैँसी कुद्यो। बाको टाउको आफ्नो काखमा राखेर आमाले झ्यालको सिसाबाट बाहिर हेर्नुभयो। छुट्दै गएका र आउँदै गरेका बिजुलीका पोल, टाङ्गावाला रिक्सा, फराकिला खेत, घरका भित्तामा टाँसिएका पुराना फिल्मी पोस्टर, हस्पिटल अनि आकस्मिक कक्ष। ढिलो गरी आएका डाक्टर कुर्ली, यति ढिलै किन ल्याएको? आमा मौन। आला बाको छातीमा पुग्यो। छातीका सेता खैरा रौँको झाडीमा यताउता खरायो झैँ चल्मलायो। डाक्टरले आफ्नो ओठ बिस्तारै फड्कार्दै घडीमा बाको धड्कन गन्यो। केही बोलेन। प्याड झिकेर खर र कलम दोहोऱ्यायो। फार्मेसीले बुझेर दियो। 2 सलाइन 3 सिरिन्ज अनि पो सलाइनको लहरो नर्सले बाको देब्रे नाडीमा गहना चाहिँ उनी दिए। त्यसपछि आमाले मलाई फोन गर्नुभएको रहेछ। उज्यालो अनुहार भएका डाक्टर गर्दनमा आला झुन्ड्याएर बेड नम्बर 14 को छेउमा उभियो। पावरदार चस्माभित्र उसका आँखा ठुल्ठुला देखिन्थे। उसले सोधे उहाँलाई कस्तो छ अहिले? उस्तै छ। आमाले आशा भरिएको आँखाले डाक्टरलाई हेर्नुभयो। डाक्टरले बाको पसिना भरिएको निधार सुँदै बाको कान्नेर झुकेर सोधे, तपाईँलाई कस्तो छ? टाउको फुट्नै लागेको छ। बा अलिकति थरथराउनु भयो। जसरी शरीरमा पानी पर्दा गाईको पिठी थरथराउँछ। ओके। डाक्टर उभियो। गोजीबाट प्याज झिकेर खर र फेरि कागजको सेतो सतहमा कलम दोहोऱ्यायो। घ्यार र च्यात्दै मतिर बढाउँदै भने, यो पेन किलर हो, 2 चक्की खुवाउनु होला। बालाई के भएको डाक्टर साहब? ब्रेन ह्यामरेज। डाक्टरले बाको दायाँ हात समाएर एकछिन औँला चलाउँदै भने। म अवाक भएँ। उसले बाको कानभित्र मन्त्र चाहिँ बिस्तारै फुक्यो। औँला चलाउनुहोस् त। बाले कोसिस गर्नुभयो, तर ती काटिएका रुखका हाँगा जस्ता थिए, चल्मलाएन। दायाँ दिमागको नसा फुटेर रगत जमेको छ। उसले मतिर फर्केर भन्यो, दायाँ हात खुट्टा चल्दैनन्, प्यारालाइसिस भएको छ। ठिक हुन्छ त? अब अस्पताल आछो भाइ, ठिक त भइहाल्छ नि। टुकटुक हिँड्दै जानुहुन्छ। तर कति दिन लाग्छ सिटी स्क्यान नगरी भन्न सक्दिनँ। मेरो मन चङ्गा भयो। हिँड्ने बेला डाक्टरले भने, चिन्ता लिनु पर्दैन। डाक्टर अर्को बेडसो गएर उभिएपछि आमाले आफ्नो कम्मरको पटुका फुकाल्नुभयो। पटुकाभित्र बटारिएको प्लास्टिक थियो। प्लास्टिकभित्र बेरेर जतनसाथ लुकाएका पैसा। यसरी जतनसाथ पैसा लुकाउन बाले नै सिकाउनु भएको थियो। नोटको बिटुबाट 500 को एउटा नोट झिकेर मलाई दिनुभयो र त्यो नोटसँगै हस्पिटलभित्रको फार्मेसीमा पुगे। रात पो परिसकेछ। ट्युबलाइटको दुधुलो प्रकाश भुइँको चम्किलो मार्बलमा टल्केको थियो। फार्मेसीको ठुलो सिसाभित्र बुढो मानिस कुर्सीमा अडेस लागेर टाउको पछाडि ढल्काउँदै उभिरहेको थियो। 21 या 22 वर्ष जतिको केटा फोनमा कान टाँसेर मुसु हाँसिरहेको थियो। सिसाको तलपट्टिबाट पर्चा भित्रपट्टि धकालेर म उभिएँ। उसले पर्चातिर हेरेर भने, एकछिन भन्दै इसारा गर्यो। 7-8 मिनेटपछि 10 चक्की ब्रुसेट मतिर धकालेर दुगुर्दै फर्किएँ। आमाले पत्ताबाट 2 चक्की निकाल्नुभयो। बाको मुखमा एउटा राखिदिँदै भन्नुभयो, निल्नुहोस्। मैले कहिले पनि बाले पानीसँग औषधि निलेको देखेँ। बाले दुवै चक्की कराम चपाउनु भयो। चक्कीको सेतो धुलो मुखभरि भयो अनि मैले अलिकति पानी मुखमा तप्काइदिएँ।
बाले जिब्रो निकालेर सुक्खा ओठमा घुमाउनु भयो। जिब्रोमा धमिलो रङ जमिसकेको थियो। आमाले आफ्नो सलको सबैभन्दा सफा लागेको टुप्पोले ओठको सेतो पुसिदिनु भयो। म बाहिर निस्केँ। हस्पिटल अगाडिको बजारका पसलहरूमा बत्ती बलिसकेका थिए। मानिस हतार हतार जगमा दुध या जुस बोकेर हस्पिटलभित्र छिरिरहेका थिए। म बिजुली होटलभित्र बसेँ। एकैछिनमा साउनेले मेरो टेबलमा बफ चाउमिन राखिदिन्। अगेनामा चिसा दाउरा परेर होला आगो पुत्ताइरहेको थियो। पिरो धुवाँ फैलिरहेको थियो। चटाईका भित्ता काला भएका थिए। अगेनामा 2 लिटरको कुकर पहिलो सिटी लगाउन तम्तयार थियो। चाउमिन साह्रै पिरो थियो। बेला बेलामा ससाना बालो जस्ता केही ठोकिन्थे, तैपनि भोकले त होला मिठो लागे। साउजी चटाईको बाहिरपट्टि कुखुरो काट्न तयारी गर्दै थिए। लोहोरो धुन थालेकी साउनी कराए, आज पनि जाँड खायो होइन? खायो भने थाहा पाउला। क्वाइ भतक पतक। मैले यसो चटाईको पालबाट हेरेको साउजी कुखुरो भुत्ल्याउँदै थिए। रिसले चुर। चाउमिनको पिरो पेटमा फनफनी घुम्न थालिसकेको थियो। म उठेर सोधेँ, कति भयो साउनी? साउनीले अनुहारमा झरेको आफ्नो कपाललाई एक मुठो बनाएर कामना भने, 40। मैले 20 का 2वटा नोट दिएँ। तपाईँ बिरामी कुरुवा हो? उसले नोट लिँदै सोधी। खाना कहाँ खानुहुन्छ? म हिँड्नै लागेको थिएँ सोधी। उत्तर नदिई म हिँडेँ। गेटपाले हस्पिटलको गेटको देब्रेपट्टि ठेला चिया पसलमा चिया पिइरहेको थियो। ठेला अगाडि बेन्चमा पनि झोक्राएका कोही मानिसहरू सुरु चिया सुर्क्याउँदै थिए। कता? गेटको बिचैमा मेरो पाइला रोकियो। मैले आवाज आएतिर हेरेँ। त्यही पाले रहेछ। भित्र। बिरामी छ? ऊ केही बोलेन। क्लास या ड्युटी सकिएका नर्सहरू खितखिताउँदै गेटतिर आइरहेका थिए। बीचमा त्यो नर्स पनि थिए जो दिउँसो बाको बेडतिर आइरहन्थे। जब म वार्डमा पसेँ देखेँ हताश आमा बा छेउ उभिनु भएको थियो। कहाँ गएको थिइस्? आमा बम्किनु भए। एकछिन पनि ठाउँमा बस्दैन यो त। खाजा खान गएको थिएँ भनेर जानु पर्दैन त? बा बेडमा छटपटाइरहनु भएको थियो। के भयो फेरि? मैले सोधेँ। टोयलेट जान्छु रे। अब के गर्ने? कम्मर मुनतिरको शरीरले अंशबन्डा लिइसके चाहिँ माथिको शरीरले साथ दिन मानिरहेको थिएन। धन्य हातमा भने सलाइन थिएन। सलाइन रोपेको ठाउँमा टाँसिएका रुई भित्र अझै रगत फैलिरहेको थियो। बाका आँखा छ्याङ्ग उरेका थिए। बछराले पहिलोपल्ट आकाश निहाले चाहिँ सबै निहाल्नु भयो। केही बोल्नु भएन। आँखा रसिला थिए। म बाको काँधनिर उभिएँ। एकछिन लामो सास तान्दै आमालाई भने, काँध उठाउनुहोस् त। बाको ज्यान अलिकति उचालियो। दिनभर बेडमा उतानो पर्दा बाफिएको काँधबाट तिखो गन्ध बाँड चाहिँ मेरो नाकमा रोक्यो। काँध उठाए खुट्टा उठ्दैन, खुट्टा उठाए काँध उठ्दैन। म सिना पसिना भए थाकेँ। एकछिन उभिएँ। आमा बाको गोडानिर उभिनु भयो। खै उठा त भन्दै आमाले दुवै खुट्टा जुरुक्क उठाउनु भयो। मैले काँध बेडतिर शरीर अलिकति उचालेँ। कमजोर हुनुभएछ। आमा फ्यात्त गोडा छाडिदिनु भयो। बाका गोडा बेडको बाक्लो डसनामा केही बेर थरथराएर शान्त भए। सक्दिनँ म। आमा बरबराउनु भयो। के भयो? हतारिँदै नर्स आइपुगे। बिरामीलाई किन जागेको? टोयलेट जान्छु भन्नुहुन्छ। आमाले भन्नुभयो। यहाँ बेड प्यान पनि छैन। उसले बाहिरतिर हेरी, बिरामीलाई आरामले लैजानुहोस्, टोयलेट छेउमै छ। छेउको बेडमा एकजना कुरुवा सहयोग गर्न आयो। उनले बाका दुवै गोडा जुरुक्क उचालेर भने, ल अब उठाउ भाइ। मैले गरुङ्ग गरी काँध उठाए। बालाई झैँकुटी पार्दै हामी कुद्यौँ। टोयलेट पनि कति फोहोर। भुइँको काइले चिप्लिए भित्तामा बज्रेला जस्तो लाग्यो। यस्तोमा बाको बायाँ खुट्टा लतारिएको थियो। छिनालिएको खसीको खुट्टा जस्तो। बालाई ठिङ्ग उभ्याए। रुखको गिँड जस्तो बाको ज्यान गरुङ्ग भयो। बाको शरीर अगाडि धकेले स्वाट बायाँ गोडा चिप्लेर पछाडि तेर्सियो। बा कसरी टुक्रुक्क बस्नु होला? मैले बाको अनुहार हेरेँ। बाका आँखा फुस्रा भएर सिलिङतिर फर्लक्क माथि फर्केका थिए। यताउता बटारिँदै बाको कम्मर सड्के जस्तो भयो। बालाई बस्नै गाह्रो भएपछि म के गर्नु? त्यसो भए उभिएर बायाँ हातले च्याप्प कम्मर समाए। मलाई गरुङ्ग भयो। तैपनि हातले बेसरी गाँठो पारेर बाको सुरुवाललाई इजारी फुकालिदिएँ। आङमा मुत्नुहुन्न। बा बरबराउनु भयो। सुरुवाल खोल्दैछु। खुरुक्क नगरेर बा हडबडाउनु भयो। पिजरामा परेको पन्छीको पहिलो पल जस्तै। मैले छटपटाउन दिइनँ। अझ जोडले समाएँ। सालको बोक्राले रुख समाए चाहिँ। नातिले गुलेलीको आश गर्दै निरी र मायालु आँखाले हजुरबालाई हेरे चाहिँ। मेरो बाले मेरो आँखामा फुस्रा आँखाले हेर्नुभयो। एकदमै कमजोर आवाजमा फेरि बरबराउनु, आङमा मुत्नुहुन्न। एउटा बेडमा एकमात्र कुरुवा बस्नु होला है। राति 9:15 बजे नर्सले भने, खाली बेड देखेर नसुतिदिनु होला, डाक्टर साहब रिसाउनुहुन्छ। वार्डमा कुरुवाहरू पातलिँदै गए। एउटा बेडमा एकजना कुरुवा। वार्ड उठेको हाटबजार चाहिँ खाली खाली देखियो। एकछिनपछि नर्सले सबैतिर हेरी। बाको बेड छेउ आमा र मलाई देखि तर केही भनिन। नर्स गएपछि म बेड नम्बर 4 मा सरेँ। त्यसमा थ्याच्च बसेँ। वार्ड परिक्रमाका लागि नयाँ नर्स देखेँ। 20-22 वर्षकी, उज्यालो रङले चहकिलो अनुहार, लामो र रेसादार कपाल, सोहोरेर माथिपट्टि जुरो बनाएकी। जुरोको बिचमा डटपेन थियो। ऊ हाम्रो बेडतिर आए। उसले ड्रअरमा राखिएको सलाइन समाएर माथि छिन्डाए। स्ट्यान्डको चिप्लो सतह ट्युबलाइटको प्रकाश टल्केको थियो। त्यही स्ट्यान्डमा बाको दायाँ हात स्याहार तलमाथि भइरहेको थियो। उसले सलाइनमा पाइप कोपी। बाको तलमाथि भइरहेको हात च्याप्प समाउँदै ओछ्यानमा तेर्साई सलाइनका लागि पहिल्यै घोपिएको सिरिन्जको फेदमा अर्को सिरिन्ज घोपी। एकछिन पछि हेरी।
एकछिन हेरी तप्प तप्प पानी चुहेर ऊ सराक सराक अर्को बेडतिर गए। आमालाई भोक लागेछ क्यारे। झोलामा गुम्सिएर बाफिएको स्याउको दाना बाहिर झिक्नुभयो। स्याउको दाना नाइट बसको गन्ध चाहिँ ठस्स गनायो। मैले खाना मानिनँ। आमाले चाउरिनै थालेको स्याउको दाना अलिकति भाग मुखमा हाल्नु राख्नुभयो। कराप्प चपाउँदै ओठमा लागेको स्याउको रस उल्टो हत्केलाले पुस्नुभयो। तपाईँ थाक्नु भएको छ? मैले आमालाई भने। एकछिन थकाइ मार्नुहोस्, म कुर्छु। आमा बोल्नु भएन। म बसेको बेड छेउ बस्नुभयो। म स्टुलमा टुक्रुक्क बसेँ। एकैछिनमा आमा बेडमा खोल्चो परेर निदाउनु भयो, बाको बेडतिर फर्केर। बायाँ हात सिरानी चाहिँ टाउको मुनतिर चेप्पिएको थियो। घुँडा अलिकति खुम्चेका थिए। बुट्टेदार सल काँधसम्म फैलिएको थियो। प्राय बेडमा बिरामी निदाए चाहिँ पल्टेका थिए। पेटका बिरामी निदाए चाहिँ पल्टेका थिए। केही उत्तानो, कोही कोल्चे, कोही घोप्टे। बेड छेउ कुर्सीमा बसेका कुरो पनि बसे चाहिँ थिए, तर निदाएका थिए। तिनका टाउको गलेका मोटा माटोको डल्ला चाहिँ स्वात्त तल खस्थे। त्यसपछि बिउजिन्तिर हाई काट्दै बिरामीलाई निहाल्थे, फेरि निदाउँथे। कोही त घुरी पनि हाल्थे। 2 दिनदेखि मेरा पैताला जुत्ताभित्र बाफिरहेका थिए। कहिले छ्याङ्ग होस आयो। तलुवा खिसेको जुत्ता फुकालेर कुनातिर धक्के। मोजा वास्स गनायो। बेडतिर उइकाइदिए। ताता पैताला भुइँसहित पछाप बस्यो। अनायास बाको मुखबाट पीडाको उच्छ्वास मेरो कानमा बजेर के भयो बा? मैले सोधेँ। टाउको चड्कियो। मैले दायाँ हात बाको निधारमा राखेँ। टाउको भट्टी चाहिँ तातेको थियो। तालुका नसा स्याउ स्याउ घुस्रिने किरा चाहिँ सल्बराइरहेका थिए। हत्केला फिजारेर बेस्सरी तालु दबाएँ। नसा मेरो हत्केला छेडेर बाहिर निस्कुला चाहिँ बौलाए। मालिस गरे चाहिँ बिस्तारै बिस्तारै हत्केला यता उता घुसारे। नसाहरू अलिकति चिसिए। बा शान्त हुनुभयो। मैले बालाई निहालिरहेँ। बाको अनुहार हेरिरहँदा मलाई बाको त्यो अनुहार याद आउन थाल्यो, जुन हामी मटेर हुँदा उज्यालो र पुष्ट। मैले सोधेँ, बा अलि सन्चो भयो? के भन्छ यसले? बाले सोध्नुभयो। बा साइकलको दुलो पुज्दै हुनुहुन्थ्यो। बाका हात अडिए। कटासे जान्छु रे। आमा झर्किनु भयो। बिहानदेखि मेरो ड्युटी थियो। बासित जान्छु ए। आमा जता जता जानुहुन्थ्यो म त्यतै लाग्थेँ। साडीको सबको समाउँदै लतारिन्थेँ। बासित कटासे गयो भने पाउरोटी र ठन्डा बरफ खान पाइन्थ्यो। बाले आफू बस्ने कुर्सीमा मलाई राखिदिनुहुन्थ्यो। म दिनभरि गोडा हल्लाउँदै बस्थेँ। आउन दिएन त। बाले साइकल आँगनमा उभ्याउँदै आमातिर हेर्नुभयो। पछि सताए भनेर नभन्नु होला। आमाले मतिर हेर्नुभयो। 4 वर्षको त छ। बजारमा अल्पत्र पर्ला भन्ने पिर। यो पनि त्यसै डराउँछ। हराउन्न। बाले मतिर हेर्नुभयो। हराउँछस्? नाइ म हराउन्न। जे पाए त्यही खाला, ख्याल गर्नु भन्दै आमा माथिल्लो तला उक्लिनु भयो। एकछिनमा फर्कँदा आमाको हातमा निलो सर्ट र जाँगे थिए। यता मर। मतिर हेर्दै आमा कराउनु भयो। कस्तो सुँगुर जस्तो भएको छ? म लुर्क गएँ। आमाले मेरा मुख धोइदिनु भयो। कपालमा पानी लगाइदिनु भयो। गोलीगाठा मिचिदिनु भयो। पुरानो कपडा खोलिदिँदै बरबराउनु भयो। छी, कस्तो अमिलो गना छ। आङमै मुच्छा कि क्या हो यसले? म लजाएँ। सफा सर्ट र जाँगे लगाएपछि म चिटिक्क देखिएँ। आमाले भिजाउँछ भनेर साइकलको डन्डीमा पछ्यौरा बेरिदिनु भयो। जहाँ पानी पर्छ भनेर बाले छाता पनि बाँध्नु भएको थियो। त्यस दिन बाले आकाशे रङको स्टकोट लगाउनु भएको थियो। निलै पाइन्ट, टाउकोमा ढाका टोपी, हातमा घडी, घुँडासम्मका बुट। म डन्डीमा बसेँ। ह्यान्डलको बीचमा समातेँ। टिङ टिङ घन्टी बजाउँदै बा साइकलमा उक्लिनु भयो। एकछिनमा गाउँ छुट्यो। हामी जङ्गलभित्र पस्यौँ। बर्खाको दिन भएकाले आकाश गुम्म थियो। बा सुसेली हाल्दै साइकलमा पाइडल घुमाइरहनु भएको थियो। आकाशमा कालो बादल थियो। बेला बेला बेस्सरी कराउँथ्यो। बाटाका खाल्टाखुल्टी भएर भ्यागुता उफ्रिरहेका थिए। खाल्टाखुल्टीबाट साइकलका टायर जगाउनु बाले। बाटो छेउतिर ह्यान्डल घुमाउनु भयो। बाटोमा कुरोमा ठोकिएर साइकलका तिल्ली बजे। तिर्लिङ तिर्लिङ। बाटो छेउ अग्ला अग्ला सालका रुख थिए। कतै भने धमिराका भिजेका घर पनि देखिन्थे। वनमा सन्नाटा थियो। आकाश झन् गुम्म हुँदै गयो। पानी बर्सनु अगाडि नै जङ्गलबाट निस्किन बाले पाइडलको रफ्तार बढाउँदै जानुभयो। आइपुग्यो पिपलको रुख। ध्वजै ध्वजा र घन्टी नै घन्टीले भरिएको थियो। मटेरादेखि कटासे बजारसम्म 1.5 घन्टा लामो सुनसान बाटोमा त्यही एउटा डरलाग्दो रुख थियो। जिङ्रिङ्ग कपाल पालेको बौलाको टाउको जस्तो। रुखका आसपास झ्याम्म परेका झाडी पनि थिए। पिपल अनि लहराले छोपिएको रुख अँध्यारो थियो। घामले पनि भित्र चिहाउन पाउँदैन थियो। लहरा र पातले छेकिएको थियो। भित्रसम्म चिहाउन गाह्रो हुन्थ्यो। छेउमै गएर हेर्ने हिम्मत कसको? साइकल पिपल छेउ पुग्यो। बाको अनुहार हेर्न पछाडिपट्टि टाउको ढल्काएँ। बाको खप्प बसेका जुङ्गा देखिए। अनि चुच्चे नाक, चुच्चिएको ओठबाट सुसेली बाहिर निक्लिरहेको थियो। साइकल जति रुखको नजिक पुग्थ्यो म डरले उति निलो भएँ। किन डराइस्? थाहा पाउनु भएछ बाले मतिर झुक्नुभयो। भूत? नडरा त, असल छोरो होस्। भूतले केही गर्दैन। पिपलको अँध्यारो रुख पछाडि छुट्दै गयो। साइकल मोडिएपछि छेकियो। म बाँचेँ। बा पनि बाँच्नु भयो। अँध्यारो वन सकिएपछि उज्यालोको फाँट आइपुग्यो। फाँटभरि ढेँडो नै ढेँडो। तिनका पुच्छर एकदमै लामा। अनुहार र चाक भने काला थिए। आफ्नै पुच्छरसँग खेलिरहेका थिए। बाटोमा टुक्रुक्क बसेका ढेँडो देखेर बाले टिङरिङ टिङरिङ घन्टी बजाउनु भयो। सबै दुब्रे। एउटा त टक्क अडिँदै पछाडि फर्के। खिच्च दाँत देखाउँदै दुबुरे। हतारमा दुबुरेका अरू ढेँडो पनि आत्तिएर बाटो छेउका अग्ला अग्ला 2टा सालका रुखमा उक्लिन थाले। देखिस् बाँदर? बा हाँस्नुभयो। मैले टाउको हल्लाएँ। दोकानमा चकचक गरिस् भने पछि फर्किँदा यिनले तँलाई पुच्छरले पिट्छन्। गर्छ चकचक?
नाइ मैले टाउको यताउता हल्लाएँ। घरबाट 1 घन्टापछि ढेँडो नै ढेँडो भरिएको दुवै रुखको बीचबाट मैले अलि पर घरै-घर आकाशतिर उडिरहेको धुवाँ देखेँ। हो, यही हो कटासे बजार। बजार छेउको काठको पुलमा पुगेपछि बाले साइकल रोक्नुभयो, मलाई झारिदिनुभयो। पहिला बाले साइकल तार्नुभयो अनि मलाई। बजार पुग्ने बित्तिकै मैले बाको हात समाएँ। कति हुन् मान्छे? बजारमा कुकुर यताउता दुब्रिरहेका थिए। मान्छेहरू बाटैमा आगो बालेर ठुल्ठुला डेक्चीमा घिउ तताइरहेका थिए। डाक्टर साहब नमस्ते। बालाई देख्ने बित्तिकै मान्छेहरू हात जोड्थे। बा हाँस्दै नमस्ते फर्काउनुहुन्थ्यो। ओहो, छोरा हुन् कि? कोही सोध्थे। अनुहार त दुरुस्तै छ। हो बा भन्नुहुन्थ्यो गर्वका साथ। बाले फनफनी रिङ्गाउँदै मलाई एउटा बन्द ढोका अगाडि पुर्याउनु भयो। छेउमा साइकल अडाउनु भयो। ढोका उघार्नु भयो। भित्र त औषधि नै औषधि। नचली बस है भन्दै बाले मलाई स्टुलमाथि राखिदिनु भयो। कुचाले भुइँ बढार्नु भयो। के खान्छस्? एकछिनपछि बाले सोध्नुभयो। पाउरोटी। अलि बेरपछि बा दुध चियाको गिलास र पाउरोटी लिएर आइपुग्नु भयो। म चियामा डोब्दै पाउरोटी खान थालेँ। नमस्ते हे मोटो जुगावाला मान्छे आइपुग्यो। मेडिकल भर्खरै खोल्नु भएको? बा हाँस्नुभयो। छोरा हुँ नि? मान्छे मतिर फर्के। तिम्रो नाम के हो बाबु? वृष बहादुर। अनि बाको नाम? म लजाएँ। बाले पनि मुस्कुराउँदै मलाई हेर्नुभयो भन्नुभयो। भन त बाको नाम थाहा छैन? थाहा छ मैले भने डाक्टर हर्क बहादुर। एक दिन साँझपख म साँझपख बा साइकलको घन्टी बजाउँदै घर आइपुग्नु भयो। म घरको माथिल्लो तलामा थिएँ। तलतिर दुगुरे। बाले साइकल दैलो छेउ माटोको डेरीमा अड्याउनु भयो। साइकलको क्यारियरमा सानो कागजको पेटी थियो। बाले छेउमा उभिएर मलाई देख्नुभयो तर केही गर्नु भएन। पेटी झिकेर दैलो छेउ राख्दै आँगनको पूर्वपट्टि रछ्यानमा जानुभयो। जुत्ता खोल्नुभयो। चप्पलले त मतिर फर्किनु भयो। म भान्सातिर दुगुरे। चप्पल लिएर आएँ। बा चप्पल पड्काउँदै उक्लिनु भयो आँटीमा। बेला बेला म बासित त्यसै डराउँथेँ। बा घर आएपछि आँटीमै बस्नुहुन्थ्यो। ज्योतिषी बा आउनुभयो भने केही बेरसम्म के जाति कुरा गर्नुहुन्थ्यो। आमासित झगडा परेपछि मात्रै मध्यरातसम्म गाउँ डुल्नुहुन्थ्यो। म बिस्तारै आँटी उक्लिएँ। गर्मी भएर बाले बन्डी मात्र लगाउनु भएको थियो। आँखा चिम्लेर केही सोच्दै हुनुहुन्थ्यो। म छेउमा पुगेर उभिएँ। टाउको निहुराएँ। के भन्न आइस? अचानक बाले सोध्नुभयो। चन्द्रले अमौरी खोलामा भेटेको थोत्रो टोपी अगाडितिर चुच्याउँदै लगाएको थियो। मलाई पनि चुच्चे निस्केको टोपी लगाएर घुम्न मन थियो। नडराई भन त बा हाँस्नुभयो। बा टोपी किनिदिनु। बा मुसु हाँस्नुभयो। किनिदिनु के? भोलि ल्याइदिउँला। बाले हाँस्दै ठुट्टादारी कनाउनु भयो। भोलिपल्ट घर आउने बित्तिकै बाले बोलाउनु भयो। यहाँ आ। एहे, बाले त टोपी ल्याइदिनु भएछ। झोलाबाट निकाल्नु भयो। अचानक मलाई रौँ लाग्यो। टोपी त आयो तर बा आफूले नै लगाउने जस्तो। त्यो मैले खोजेको चुच्चे टोपी थिएन जसले घाम छेल्थ्यो। बाले माया गरेर टोपी लगाइदिए ठ्याक्कै टोपीको माथितिर चुच्याइदिनु भयो। यो टोपी होइन के? मैले गोडा बजार्न सकिनँ। मैले त चुच्चे पो भनेको। जा आमालाई देखा। बा हाँस्नुभयो। म पिली गर्दै तल झरेँ। भान्सामा दिदी र आमा थिए। फेरि किन रुन्छ यो? म रोएको देखेर आमाले सोध्नुभयो। अनि म रोएको रोएँ। किन रोछ? भात खाने बेला मेरा राता आँखा देखेर बाले सोध्नुभयो। खै किन पिन्चे भएको छ? सबैले पुलुक्क मलाई हेरे। राति पनि ढाका टोपी सिरान मुनतिर राखेर म हिक्क रोइरहेँ। गुम्लुङ्ग छोपेको झुलभित्र उकुस मुकुस भइरहेँ। मेरो खटिया छेउ बा आमाको खटिया थियो। त्यसैले मेरा हिक्का सुनिहाल्नु भयो। दिदी भित्रपट्टि सुत्थे। अबेरसम्म मैले हिक्का गरेपछि यो छौडालाई पनि के भयो कुन्नी भन्ने आमा मुर्मुरिनु भयो। बा एक झप्को निदाएर उठ्नु भएछ। झिलिमिली चर्चो बाल्नु भयो। खुइया सुस्केर हाल्दै मेरो खटिया छेउ आउनुभयो। झुलको एक फेद डसना बाहिर तान्नुभयो अनि मेरो आँखा टर्चमा तेजिला प्रकाशमा छरिए। के भयो तँलाई? बाले मेरो निधार छाउनु भयो। ज्वरो आयो। बाको मायालु आवाज त झन् पिन्छे भयो। हिक्का झन् बेसरी छुटे। बरबरी आँसु खसे। सुत्त टोपी फाल्दै म भक्काने। लाउन्न म यो टोपी। मैले त क्याप टोपी भनेको। नरो, भोलि ल्याइदिउँला। बाले भन्नुभयो। उता आमा हाँस्नु भयो। भोलिपल्ट बा अलि चाँडै घर आइपुग्नु भयो। आमा र दिदी गाई गोरु लिन अमौरी खोला गएका थिए। म आँगनमै थिएँ। हात गोडा धोएर बाले इस्टकोटको गोजीमा हात हाल्नु भयो। बाले क्याप टोपी ल्याइदिनु भएछ। यता आइज। मुसु हाँस्दै बोलाउनु भयो। म लुरुक्क पर्दै गएँ। गोजीमा डल्लो पारेको टोपी सुल्झाएर लगाइदिए बाले टोपीको चुच्चो माथितिर फर्काइदिनु भयो। मेरा दुगदुगी बढ्यो। के गरौँ? म चन्द्रेको घरतिर दुगुरेँ। अलि पर पुगेर बालाई फर्केर हेरेँ। बा मलाई हेर्दै हाँसिरहनु भएको थियो। चन्द्रले रिसाउँदै मेरो निलो रङको निधारतिर तारा भएको टोपी स्वात्त तान्दै लगाए। एउटा लुलो गोडा लतार्दै नाच्यो अनि मैले नाच्दै टोपी खोसेर लगाएँ। चन्द्रेको टोपी त उसका बाले देखेर फेरि खोलामा बगाइदिएछन्। भनेका थिए यस्तै बगेर आउने सामान त मरेका मान्छेहरूका हुन्छन्। त्यसैले मेरो टोपी देखेर पहिला त रमाए, त्यसपछि निराश भयो। उसको खेतको आलीमा थ्याच्च बस्यो अनि म पनि छेउमै टुसुक्क बसेँ। मेरा बा पनि तेरा बा जस्तो भइदिए पो। चन्द्रले पिली भरे। तेरा बा जस्तो त यो मटेरामा कोही नि छैन। चन्द्र र म 6 वर्षका भयौँ। हेर्दा ऊ म जस्तो थियो तर दुब्लो। बायाँ गोडा चिचिन्डो झैँ लुलो थिए। बाले कपाल काटिदिन्थे त्यसैले उसका कपाल पराल जस्ता देखिन्थे। तेरा बा पो डाक्टर हुन्। ऊ बेला बेला मलाई भन्थे तँलाई टनिक खुवाउँछन्। म ऊभन्दा मोटो घाटो देखिन्थे त्यसैले भनेको होला। हुन पनि बाले मलाई बजारबाट के ल्याइदिनुहुन्थ्यो। कहिले स्याउ, कहिले सुन्तला, कहिले टनिक। गुलियो टनिक खान मलाई खुब मजा लाग्थ्यो। बिहान र साँझ मात्र खाने टनिक कहिले दिनमा 6 पल्टसम्म खाइदिन्थे। कहिलेकाहीँ
1-2 बिर्को चन्द्रले पनि पाउँथे। फेरि सकिस् टनिकको खाली बोतल देखेर बा झर्किनुहुन्थ्यो। धेरै नखा भनेको मान्दैनस्, बिरामी हुन्छ सनी। त्यसपछि 2-3 महिना टनिक खान बन्द। अनि म बिरामी भए जस्तो गर्थेँ, सुतेको मैले बहाना बनाएको बाले थाहा त पाउनुहुन्थ्यो। तैपनि टनिकको बोतल ल्याइदिनुहुन्थ्यो। टनिक खाएर नै होला मेरा गाला पुक्क परेका थिए, हात र पाखुरा पनि मोटा मोटा। बेला बेला मटेराका मान्छेहरू मलाई फर्की हेरेको पनि मलाई थाहा छ। कर्सले त मलाई सुन्ने गर्ने भन्छन्, डाक्टरको छोरो हो, कस्तो सलक्क परेको छ, हाम्रा केटाकेटी हेर सिन्की चाहिँ सुकेका। यस्तो कुरा सुन्दा भागीराम थारू झोकिन्थे। लर्कन आँखी जिन लगाऊ, बेराम पर्छ। भागीराम बुढो थियो। अमौरी खोलाको अग्लो सालको रुखमुन्तिर बसेर पङ्खा बुन्न कहिले बाँसका सुकेर चिरेर खुर्किरहन्थ्यो, कहिले हरियो र रातो धागा सानो र छोटो लट्ठीमा बेरिरहन्थे। उसले खोक्दा जहिले पनि 1-2 रगतका छिटा खक्कासँगै उछिटिएर बाहिर आइपुग्थे। कान्छा लामिछानाले भनेका थिए, यसलाई ज्यानमारा रोग छ, छेउ नपरो। त्यसैले चन्द्रे र म ऊ छेउ जान डराउँथ्यो। बर्खामा ऊ पुरानो स्याकु ओढेर टुक्रुक्क बस्थ्यो। चाल्नो झैँ पाल परेको सर्ट उसका दुब्ला हाडहरूबाट झुन्डिएका लाग्थ्यो। जाडो लागेपछि अब गर्मी ऊ सधैँ अमौरी खोलाकै छेउमा हुन्थ्यो। पानी परेका बेला पनि त्यहीँ हुन्थ्यो। कहिलेकाहीँ अचानक पानी पर्दा चन्द्र र म त्यही सालको रुखमुन्तिर ओत लाग्न पुग्थ्यो। बुढो हामीलाई देखेर खिस हाँस्थ्यो। झमझम पानी पर्दा गीत पनि गाउँथ्यो। गर्मीका बेला पसिना पुस्दै बरबराउँथ्यो। यसले वनदेवी डाक्छ अरे, एक दिन चन्द्रले मलाई सुनाएको थियो। वनदेवी वनमा हुन्छन्, केटाकेटीलाई तर्साउँछिन्, केटाकेटी पेट फुलेर मर्छन् भन्ने सुनेर म राति पिसाब लाग्दा बाहिर जान डराउँथेँ। ओछ्यानमै पिसाब फुस्केको थाहा पाउँदिन थिएँ। यसले त ओछ्यान मुत्न छाडेको रहेनस्, एक दिन आमाले हेर्नुभयो। किन मुत्छस् ओछ्यानमा? बाले मेरो कपालको सुमसुम्याउँदै, यत्रो ठुलो मान्छे भएर ओछ्यानमा मुत्नुहुन्छ? राति वनदेवीको डर लाग्छ, मैले भने। डर लागे भन्नु नि, आमाले डसाना टकटकाउनु भयो। केही बिगार गरे पो वनदेवीले तर्साउँछ। बाले भन्नुभयो, तँ जस्तो असल छोराहरू केही हुँदैन। अनि मैले ओछ्यानमा मुत्न छाडेँ। चन्द्रले पनि ओछ्यानमै मुत्दो रहेछ। उसका बाले भोकरी तह लगाएछन्। त्यसपछि हामी भगिरामको छेउ पर्दा डराउन छाड्नुको अर्को कारण पनि थियो। बिस्तारै थारू गाउँका गोठालाहरू पनि गाई गोरु लिन अमौरी खोलातिर आउन थाले। तिनीहरू भागीरामसँग ज्यामिन्थे, डाडु भन्दै जिस्किन्थे, डन्डी बियो र बाघचाल खेल्थे। बुढो पनि तिनीहरूलाई देखेर मक्ख हुन्थे। गर्मी महिनामा भने ऊ चर्को स्वरमा कराउँथे, यी पहाडीहरूले वन सखाप पारे, वनदेवीले यिनलाई श्राप दिनेछिन्। हेर पानी पर्न छाडे, गर्मी बढ्यो। सबैले टाउको हल्लाउँथे। साँझपख अमौरी खोलामा गोठाला र थारूहरूको ठुलै जमघट हुन थाल्यो। मलाई पनि आमाले वनबाट फर्केका लक्ष्मी गाई र पञ्चे गोरु लिन जाने काम दिनुभयो। म त बल गरी के ल्याउन सक्थेँ। मलाई देख्ने बित्तिकै गाई गोरु मेरा पछि लाग्थे। त्यसैले बाले ल्याइदिनु भएको वर्णमाला किताब पढ्न छाडेर अमौरी खोलातिर कुदिहाल्थे। गोठालाहरूले खेलेको डन्डी बियो हेर्न पनि मजै हुन्थ्यो। एक दिन गाई गोरुको अघि लागेर म घर फर्किरहेको थिएँ। पछाडिबाट टिङ टिङ साइकल घन्टी बजे। बा आइपुग्नु भएछ। लखर एक्लै कता हिँडेछ? साइकल रोकेर सोध्नुभयो। गाई गोरु लिन आएको। कसले भने? आमाले। बस भन्दै बाले मलाई क्यारियरमा राख्नुभयो। बाले गाई गोरुबाट जोगाउँदै साइकल हाँक्नुभयो। बेला बेला मेरो नाक बाको स्टकटमा थोकिन्थ्यो। बाको स्टकटबाट कस्तो कस्तो बास्ना आइरहेको थियो, अमिलो अमिलो कपुर जस्तो। बाले अघिनामा साइकल ग्याँच्चो रोक्नुभयो। म फुत्त झरेँ। गाईलाई गोठालो बनाउन खोजेकी छस्? यसलाई गोठालो बनाउन खोजिछस्? दुवाभरिको भान्साभित्र छिरेर बा कड्किनु भयो। तँ आफै मर्न सक्दिनस्? कसले बनाउन खोजेछ गोठालो? आमा पनि रन्किनु भयो। पार्वतीको परीक्षा आउन लाग्छ, मलाई भात पकाउनैमा ठिक्क छ। झोकमा आमाले पुत्ताइरहेको दाउरा बेसरी चुल्हामा पछार्नु भयो। त्यस दिन रातभर बा र आमा बोल्नु भएन। दिदी पनि ट्वाल्ल परेर बसिन्। मलाई त रोँ भइरहेको थियो। भोलिपल्ट बा खैरीफाट पुग्नु भएछ दिदीको स्कुलमा। त्यसको 2 दिन पछि नुहाइधुवाइ गरेर म दिदीको पछि लागेर लुरु स्कुल हिँडेँ। बाटोमा भेटिएको चन्द्रे पनि पछि लाग्यो। 3-4 दिनसम्म चन्द्र स्कुल हिँड्न थालेको थाहा पाएपछि चन्द्रका बाले एक दिन पछि लागेर स्कुल आए। यता आइज। कटासीबाट फर्किने बित्तिकै एक दिन बाले मलाई बोलाउनु भयो। म बा छेउ गएँ। बाले त मलाई नयाँ किताब र कापी ल्याइदिनु भएको रहेछ। राता नीला हरिया साइन पेन। म खुसीले उफ्रिएँ। दिदीले लालटिनको उज्यालोमा पढ्दै थिइन्। म पनि छेउमै घोप्टो परेँ। नयाँ कापीको पहिलो पन्नामा मान्छेको चित्र बनाएँ, जसको अगाडि 2वटा दाँत बाहिर निस्केका थिए। को हो यो? मैले दिदीलाई देखाएँ। यो को हो? मैले दिदीलाई देखाएँ। दिदी खितित हाँसिन्। बा चन्द्रे र मलाई पढ्नमा त्यति रुचि थिएन। पढाइमा लद्दु नै भए पनि पौडी खेल्न भने सिपालु। हिउँदमा मुन्तिरबाट ढुङ्गासम्म देखिने गरी सुक्दै गएको खोलामा दिनमा 3-4 पल्ट पानी खाँदै हामीले पौडी सिकेका थियौँ। चन्द्रले त भ्याकुता झैँ डाइभ हान्न पनि जानिसकेको थियो। मैले पनि एकपल्ट कोसिस गरेँ, तर छाती छ्याप्प पानीमा बज्रियो। छाती अबेरसम्म रातो भयो, बेसरी दुख्यो। त्यसैले छाडिदिएँ। स्कुलबाट फर्केपछि दिनभरि हाम्रो बास अमौरी खोलामै हुन्थ्यो। हिउँदमा हाम्रा गोडासम्म आउने अमौरी खोलाको पानी बर्खामा त धमिलिँदै काठको पुरै डुबाउने गरी पर्थ्यो। बर्खामा भने अमौरी खोलाको पानीले खोला छेउको मैदान भरिन्थ्यो। कहाँबाट आउँछ यो अमौरी खोला? म खुब सोच्थेँ। दिमाग टन्टनी दुख्थ्यो। एक दिन अग्लो सालको ठुरामा उभिएर हेरेको थिएँ। टाढो खोला सालगारीबाट फनक्क घुमेर हराएको थियो। चन्द्रले एक दिन भनेको थियो, थाहा छ चिसापानीबाट आउँछ रे। बा चिसापानी कहाँ पर्छ? मैले बालाई सोधेको थिएँ। बा रेडियोको नाक बटारिरहनु भएको थियो। भन्नुभयो, धेरै माथि पर्छ, एक दिन जालास्। मैले धेरै दिन कुरेँ, तर अमौरी खोला आउने ठाउँमा बाले लग्नु भएन।
एकपल्ट त अमौरी खोलालाई पछ्याउँदै धेरै परसम्म पुगेको थिएँ। अँध्यारो जङ्गल आएपछि डराउँदै घरतिर दौडेँ। एक दिन बा खुब खुसी हुनुहुन्थ्यो। त्यस दिन बाले मलाई 2 किलो अङ्गुर ल्याइदिनु भएको थियो। बा भान्सामा आमासँग जिस्किँदै बसिरहनु भएको थियो। मैले त्यस दिन पेटभरि अङ्गुर खाएँ। बा म अमौरी खोला आउने ठाउँ हेर्छु। मैले अङ्गुर टोक्दै भने बाले हाँस्दै मात्रै हेर्नुभयो। चिसा पनि जान्छु के? मैले डिपी लिएँ। छ्या, यसले कति झिजो गरेको। आमा भर्सिन लागेको भात पनिरले चलाउँदै पतपताउनु भयो। दिदीले पनि हाँस्दै मलाई केही हेर्दै भनिन्। हेरिन र किताबतिर घोप्टिन। अहिले होइन, बाले भन्नुभयो, अलि ठुलो भएपछि जाने। कहिले हुन्छु त म ठुलो? 5 कक्षा पास भएपछि। त्यसैले भोलिपल्ट मैले दिनभरि चन्द्रलाई त्यही कुरा सुनाएर आएँ। म 5 कक्षा पास भएपछि चिसा पनि भन माथि जान्छु। धेरै बेरसम्म सुनेपछि चन्द्रले भन्यो, मलाई पनि लैजा है। ल हुन्छ, मैले भने। म बाको साइकलको डन्डीमा बस्छु, त पछाडि बस्नु। साइकलको पछाडि बसेर चिसा पानी जाने लोभमा भोलिपल्ट चन्द्रले घरबाट भोगटे चोरेर ल्याए। हामीले अमौरी खोलाको डिलमा बसेर खाए। राति थाहा पाएर बाउले फेरि भकुरेछन्। चन्द्र रातभरि रहेको थियो अरे। त्यसको भोलिपल्ट उसको पछाडिबाट लुक्दै आएर स्वात्त मेरो जाँगे तानिदियो। गोठाला र अगाडि जाँगे तानिदिँदा म पिलिपिल भएँ, किनभने सबै हाँसे। हो भन्दै भगिराम बुढो पनि हाँस्यो। म अमौरी खोलातिर दुगुरेँ। पख, मेरो कटु तान्छस्? मैले रुँदै धम्काएँ, बालाई भनिदिन्छु। चन्द्र निलो भयो। भोलिपल्ट उसले भोगटे चोरेर ल्याएपछि मैले उसलाई माफ गरिदिएँ। त्यसपछि केही दिनसम्म उसले चकचक गरेन। तर के सुध्रिन्थ्यो र? चन्द्र र मैले एक दिन अमौरी खोला बगेर आएको प्लास्टिकको खोस्टो भेट्यो। त्यसमा छापिएका अक्षर प्राय मेटिसकेका थिए। प सुर्ती, यति भनेर चन्द्रले बुझ्यो। उसले के जङ चलेको नि भुइँबाट बाख्राको बड्कोला समाते। बड्कोला पानीमा भिजेर नरम भइसकेका थिए। ठ्याक्कै जमुना जस्तै देखिन्थ्यो। म पनि बेला बेला झुक्किएर जमुना भनेर चपाउँदा उक्का गर्दै मुख कुल्ला गर्न बेला खोलातिर दुगुरिरहन्थे। चन्द्रले बड्कोला बायाँ हातको बिचमा राखेर दायाँ हातको बुढीऔँलाले सुर्ती चाहिँ मिच्न थाले। 3-4 वटा मिचिसकेपछि खोस्टामा राख्यो। खोस्टो बटार्दै गोजीमा हाल्यो। अनि भगिरामतिर आँखा सन्कायो। भगिराम अझै पनि पङ्खा बुन्दै थियो। टुक्रुक्क बस्दा दुब्लाएर होला उसको दुवै गोडा कानसम्म पुगेका थिए। लङ्गौटी घुँडाबाट कम्मर सरेर तल झोलिएका थिए। लेउ काका, चन्द्रले उसको छेउमा गएर गोजीमा पट्याएर राखेको सुर्तीको खोस्टो दिँदै भने। का हो यी? बुढाले धमिलो आँखा पर्लक्क फर्काए। बम्बई से आएको सुर्ती। बुढाले थरथर कापेको हातले समाए। हो न हो, उतैबाट आएको होला। बुढाले खोस्टो हेऱ्यो, खुलेको छ। इट आड खोस्टा बाजे। बाले खाएको थियो, मैले चोरेको। बुढोले चाखिहालौँ त भन्दै एक चुट्की सुर्ती दायाँ हातको चोर र बुढीऔँलाको बिचमा च्यापेर माथिल्लो ओठमा घुसार्दै भने, राम राम। अनि चन्द्रे पेट मुची हाँस्न थाल्यो। उसको दायाँ गोडा लुलो नै थिए। यसपल्ट बायाँ गोडाले पनि बाङ्गिन थाल्यो। मेरा पनि अनुहार र कानका लौती ताता भए। चन्द्रेका खित्का रुखमा ठोकिँदै फर्किन थाले। बुढो धङधङिँदै उठ्यो। झाँक्री चाहिँ काप्यो। थुथु गर्दै थुके। चन्द्रे दुगुर्यो। मैले बेतोडले चन्द्रेलाई पछ्याएँ। एक्कासी बुढोले हातको दह्रो लट्ठी चन्द्रतिर प्रहार गर्यो। लट्ठीले चन्द्रको पिँढोलाई अलिकति छोएछ। बुढोले हामीलाई समाउन सक्ने कुरै थिएन। त्यसैले बुढो सारा अमौरी खोला थर्किन गरी चिच्यायो, बुर्चडीका परबाटी साले। सुटुक्क नयाँ कापी र मसी लिएर चन्द्रले भन्यो। आमाले करैसाभरि तमाखुका बोट लगाउनु भएको थियो। तिनमा पात पलाइसकेका थिए। म चोरवालाले पात छेडिरहेको थिएँ। किन? टक्क मेरो हात अडियो। नाक छाप। उसले सासले भन्यो, घरमा टाँस्यो भने पैसा दिन्छन्। अर्को दिन नागपञ्चमी थियो। चन्द्रले सम्झायो, ज्योतिषी बाकोमा गएर नाक छाप्न लाउनुपर्छ। थारूका घरमा गएर ढोकामा टाँसिदियो भने तिनले पैसा दिन्छन्। कहिलेकाहीँ कटासी गएका बेला भुजा र ठन्डा बरफ खानुपर्छ। मलाई पनि चन्द्रको कुरा ठिक लाग्यो। म सुटुक्क आँटीमा गई दिदीको नयाँ कापी र मसीको सिसी गोजीमा हालेर तल झरेँ। मलाई देख्ने बित्तिकै चन्द्रे दौड्यो। मैले उसलाई पछ्याएँ। हाम्रो गोठ छेउ फलेदोको रुखमा हुँदै पश्चिमतिर एउटा सानो बाटो जान्थ्यो। त्यो बाटो ज्योतिषी बाको आँगनसम्म पुग्थ्यो। घरमा ज्योतिषी बा, ज्योतिषनी आमै र छोरा वासुदेव बस्थे। गाउँ घुम्यो भने सुँगुरले छुन्छ भनेर ज्योतिषी बा वासुदेवलाई बाहिर निस्कन दिँदैन्थ्यो। ज्योतिषी बा पिँढीमा गुन्द्री ओछ्याएर बसेका थिए। अगाडि पात्रो थियो। एकछिन गोठको भित्तामा छेलेर हेरिरहेँ। मलाई अगाडि बढ्ने आँटै आएन। चन्द्रले 1-2 पल्ट पछाडिबाट धकाल्यो। को हो गोठा? ज्योतिषी बाको चर्को आवाज आयो। म लुरुक्क आँगनमा झुल्किएँ। मोटो चस्माको डिल माथिबाट उनले हेरे, किन आयो? वासुदेव घरमा छैन। नाक छाप दिनु भन्दै मैले मसी र कागज दिएँ। कहाँबाट लाग्यो? ज्योतिषी बा छक्क परे। बाले हिजो ल्याइदिनु भएको। छेउमा आइपुगेका चन्द्रतिर हेर्दै मैले भने, छाप दिनु न। ज्योतिषी बाले कापी समाए। औलामा थुक लगाउँदै बान्न गरे। 30 वटा छन्। 15 वटा मलाई, 15 वटा तिमीहरूलाई। हुन्छ? मैले चन्द्रतिर हेरेँ। उसले हुन्छ भन्दै आँखा सन्कायो। मैले पनि हुन्छ भनेपछि ज्योतिषी बा घरभित्र गए। घरको ढोकाबाट पातलो धुवा बाहिर आइरहेको थियो। फर्कँदा ज्योतिषी बाले हातमा नाक छाप्ने साँचो थियो, सिलोट जत्रो। सर्पहरू बटारिएका उनले साँचो पखाले। एकछिन सुकाए। कापीका पान्ना बीचबाट उक्काए। सुकेको साँचोमा कपडाको टालोले मसी पोते र कागजलाई एउटा पान्नामा साँचोमाथि राख्दै हातले सुमसुम्याए। अनि पान्ना झिकेर मलाई दिए। लौ, यसलाई घाममा सुकाऊ। लौ बा, पन्नामा त नीला 12 वटा सर्प बटारिएको पो चित्र बनेछ।
मैले आँगनको कुनामा भिजेको कागज राखेँ, पालै पालो ज्योतिषीवाले सबै पन्नामा नाक छापे। सुकिसकेपछि 15वटा पाना लिएर चन्द्रे र मधु उग्रे। भोलिपल्ट बिहानै चन्द्रले लुस्क बोलाएर मधु उग्रे। चन्द्रले पुरानो झोला बोकेको थियो, उसले नागवाला पन्ना पनि झोलामै राखेको थियो। थारू गाउँ पुग्ने बेला उसले अलिकति गोबर पत्तामा डल्लो पार्यो, मलाई अलिकति दुबो मुठ्याउन लगायो। अनि त घरको ढोकादेखि चन्द्रले 4 ठाउँमा गोबर टाँसेर पन्ना चप्काइदियो। मधु कसैले चामल दिए, कसैले 8 आना, कसैले 1 रुपियाँ, कोही भने मुसु मुसु हाँस्दै चामल र पैसा दिँदै। 15वटा पानमा सकिँदा चन्द्रको झोला आधा भर्यो। 8 रुपियाँ जम्मा भयो। अमौरी खोलाको डिलमा बसेर चन्द्रले मलाई 4 रुपियाँ दियो। मैले चामल घरमा लान मानिनँ, उसले नै लग्यो। 4 रुपियाँ गोजीमा हालेर साँझ पख घरमा के पुगेको थिएँ, बाले मलाई देखिहाल्नुभयो। यता आइज बा, गर्जिनु भयो। मेरो सातो गयो। यसरी लगेको मेरो कापी र मसी। भान्साबाट दुगुर बाहिर आएकी दिदीले रुन्ची स्वरमा भनेर, बा पिट्नुस्, मलाई मुताउला जस्तो भयो। तैँले चोरेको हो? बा नजिकै आउनुभयो। म सिउ निहुराएर उभिरहेँ। बाले मेरो शिर सुम्पुराउँदै भने, नडाँटी भन्, तैँले नै लगेको होस्, म पिट्दिनँ। म पिलिपिली भएँ। बाले थप्पड हानिहाल्नुभयो। मलाई भाउन्न आयो। चोर हुन्छस्? तैँले मागेको त पुर्याएकै छु नि, मुर्दार। भन् कसलाई दिइस्? बरबरी आँसु झरे। किन पिट्नुहुन्छ त्यसरी? आमा दुगुर्दै म छेउ आइपुग्नुभयो। आमालाई देखेर मैले हिक्का थाम्न सकिनँ। भन् त, कसलाई दिइस्? आमाले मेरो गाला सुमसुमायो। दिदीले, अब कसरी पढ्छ भन् त? नाक छापे। मैले हिक्का गर्दै भने। नाक छापेर के गरिस्? मैले गोजीबाट सिक्का झिकेर आमालाई दिएँ। अनि बा शान्त हुनुभयो। केही बोल्नु भएन। आँटीमा चढ्नुभयो। एकछिनपछि रेडियो घ्यार परेको आवाज आयो। नाक त जोगीले टाँस्छन्। बाले सुन्ने गरी आमाले भने, तँ जोगी हुन्छस् भनेर तेरा बाले पिटेका हुन्। भन् त, तँ जोगी भएर माग्न हिँड्छस् अब? नाइ। आमाले डोर्याउँदै मलाई भान्सामा लग्नुभयो। दिदी पनि म रोएको देखेर रुन्चे भइछन्। रुन्चे अनुहार लिएर आएर पछि लागे। बिहान स्कुल जाँदा चन्द्रे पनि सुन्निएका गाला लिएर पछि लाग्यो। उसका बाले हिजै भकुरेछन्, पैसा खोसेछन्, चामल पनि खेततिर हुर्काइदिएछन्। त्यसको 3-4 दिनपछि म अमौरी खोला गएको थिएँ। पर साइकल चढेर घर फर्किरहेको बा देखिनुभयो। रातो घुङ्ग्रो चाहिँ निम्न लागेको घाम थारू गाउँतिर हिँडिरहेको थियो। म घरतिर दुगुर्दै आएँ। बाटो छेउ बेसरमका झाडी थिए, तिनलाई छुँदै म दुगुरिरहेँ। रति गेडी पनि फुलिसकेछन्। मैले दुगुर्दै गर्दा देखेँ। गोठ अगाडि अग्लो कुसुमको रुख थियो, दायाँपट्टि किम्बुको। यही बीचबाट बा साइकल कुदाउँदै गोठसम्म आइपुग्नुभयो। मैले हतार हतार कापी र किताब खोजेँ। पढ्ने घोप्टो परे पिँढीमा। आँगनमा साइकल टक्क रोकियो। घरको मूल ढोकासँगै गाँसिएको भुस राख्ने डेरीको छेउमा बाले साइकल अडाउनु भयो। मैले बातिर कर्के नजरले हेरेँ। बा जुठेलनातिर लाग्नुभयो। साइकलका टायरले उछिटिएको र खाल्डाले छ्यापेको हिलो बुटभरि थियो। बाले बुट फुकालेर रछ्यान छेउ थपक्क राख्दै गोडा पखाल्नुभयो। बाको लामो नाकको डाँडीबाट पसिना तप्किरहेका थिए। पसिना पुस्दै बा माथि उक्लिनुभयो। म माथि उक्लिएपछि मैले कापी र किताब राखेँ। भर्याङ छेउको घन्टी फुलको झ्याङमा छेलिएर माथि चियाएँ। बाले आफ्नो निलो स्टिकर झिकेर दायाँपट्टिको भित्तामा टाँगिदिनु भयो। अनि सर्ट पनि। पलङमा थ्याच्च बस्नुभयो। पूर्वतिर सिरान फर्किएको पलङ बाहिरै थियो। त्यो बा र आमाको ओछ्यान थियो। एकछिन आराम गरेपछि बाले छेउमा ढल्किएको रेडियोको नाक बटार्न थाल्नुभयो। रेडियोमा कृषि कार्यक्रम बजिरहेको रहेछ। आलुमा लाग्ने किरालाई कसरी फेरि बा अघि झुन्ड्याएको स्टोकरतिर लम्किनु भयो। म घन्टी फुलका पातको आडबाट बाहिर निस्किएर बाले स्टोकरभित्रको जेबबाट पैसा झिकेर गन्न थाल्नुभयो। एकछिनसम्म गनेर फेरि पैसा कोटकै खल्तीमा राख्दै लगाउनु भयो। ए यहाँ आइज, बाले भन्नुभयो। म डराउँदै काठको पुरानो सिँढी उक्लिएँ। जब म बाका अगाडि पुगेँ, मैले बाका आँखासँग जुधाउन सकिनँ, अनुहार पनि हेर्न सकिनँ। होसे मुन्टो लगाएर उभिरहेँ। पढिस् त? ला। बाले 2 रुपियाँको नोट दिनुभयो। ट्याप्प समाएर म दुब्रेँ। भर्याङबाट झर्दै गर्दा मैले देखेँ बा मुस्कुराइरहनु भएको थियो। मलाई बा हाँसेको मनै पर्दैन थियो, किनभने बाका अगाडिका 2वटा बाहिर निस्केका थिए, हलोको फाली जस्ता। कहाँबाट ल्याइस् पैसा? आमा तर्सिनु भयो। म 2 रुपियाँको नोट निधारमा टाँस्दै र भान्सामा पसेको थिएँ। बाले दिएको। मैले नाचे चाहिँ कम्मर मर्काएँ। ले, म राखिदिन्छु। मैले दिइनँ। फुत्त भान्साबाट बाहिर निस्किएर अमौरी खोलातिर दुग्रेँ। पैसा दिएर बानी नबिगारिदिनुहोस्। राति आमाले बासित गनगन गर्नुभयो। केटाकेटीको फुर्माइस भयो भने पछि बिग्रिन्छन्। बा केही बोल्नु भएन। मतिर पुक्लुक्क हेर्नुभयो र खिस्स हाँसे। बर्खा लाग्यो। आकाशले बेला बेलामा पृथ्वीको फोटो खिच्थ्यो। जताततै पानी छल्किएको थियो। हिउँदमा डोरी सर्प चाहिँ सुक्दै अमौरी खोला अजिङ्गर चाहिँ मोटाउँदै लामो लामो सास फेरिरहेको थियो। दिउँसो त पुलै बगाउला जस्तो बोलाएको थियो। पानी बढेर छेउको सालको रुखसम्म पुग्दा थोत्रो स्याकु ओढ्दै टुक्रुक्क बसेर पङ्खा बुनिरहेको भगिराम थारू डरले जुरुक्क उठेको थियो। यी खोलो वा कुछ न कुछ गरी, उसले ठुलो आवाजमा भनेको थियो। उसको कुरा सुनेर चन्द्रे र म अत्तालिँदै घरतिर दुगुरेका थियौँ। त्यसरी अमौरी खोलामा पानी बढ्दा कोही न कोही बगिहाल्थे। खोलाले कहाँ कहाँ पुर्याउँथे कसलाई धेरै तल पुर्याएर भपण्डै माथि उफारिदिन्थे। ढाडिएका लास खोलाका किनारका झ्याङमा भेटिन्थे। अनि बालुवाका थुप्राहरूमा घोप्टो परेर उत्तानो परेर। त्यसैले त मानिसहरू भन्थे अमौरी खोलाले प्रत्येक वर्ष बलि लिन्छ। खोला अलि बढी बौलायो भने हाम्रो आँगनसम्म आइपुग्थ्यो। यसपालि पनि हाम्रै घरसम्म आउला जस्तो गरी खोलाको पानी बढिरहेको थियो। दिउँसोदेखि पानी परिरहेको र होला बा चाँडै घर आइपुग्नु भएछ। हिलामे बुट ढोकानेर थिए। मैले ढोकाबाट भित्र चिहाएँ। अगना छेउ हुनुहुन्थ्यो बा। मैले ओढिरहेको वर्षादीले पानी थाम्न सकेको थिएँ।
मेरा ढाड लुचुप्पै भिजेका थिए। झरीमा भिज्दै हिँडेको देखेर बाले गाली गर्नुहुन्छ भनेर म आँटीमा उक्लिएँ। भिजेका सर्ट र जाँगे कुनामा फालेर अरू लुगा लगाएँ। सिरकभित्र गुजुल्टिएर केराका पातमा पानी खस्दा आउने आवाज सुन्दै थिएँ। कति बेला नि दाइजु, ए उठ, तल आगो ताप्न जा, भिज्दै कता हिँडेका थिइस्, बाले भन्नुभयो। मैले कर्के नजरले बातिर हेरेर बा रेडियोमा नयाँ ब्याट्री हाल्दै हुनुहुन्थ्यो। म तलतिर दुगुरेँ। भान्सामा पार्वती दिदी घोप्टो पर आगो फुकिरहेकी थिए। उनका पैताला खरानीले मैलिएका थिए। म छेउमा टुक्रुक्क बसेँ। दिदी मभन्दा जेठी थिइन्, 5 वर्ष। स्कुलमा सधैँ झगडा पर्दा मलाई जोगाउने उनै हुन् र घरमा दिनै पछि झापड लगाउने पनि उनै। कहिलेकाहीँ त मलाई पिटेर आफै पनि रोएकी हुन्थिन्। त्यो देखेर म झन् रोएको थिएँ। धुवा मडाले दलिनमा ठोकिरहेको थियो। हाम्रो घरको दलिन त उल्टो तावा झैँ कालो थियो। आमा र दिदीको कपालमा खरानीका सेता सेता धर्सा बसिसकेका थिए। एकैछिनमा धुवाले मेरो आँखा भरिए। आँखाको कुना कुनासम्म पीडा भए। छिटो फुक्न, धुवाले रसाएका आँसु उल्टो हत्केलाले पुज्दै आमा च्याठिनु भयो। आँसु आयो। फुक्दैछु, दिदी पनि रात आँखा पुज्दै कराइन्। भक्क आगो बल्यो। दिदीले अगेनामा सुकाउन राखेको रोटी चाहिँ तातेको आफ्नो अनुहार उठाए। ज्या, अनुहार त खरानीले भरिएछ। आँखे भाउ पनि छाडेन खरानीले। किन हाँस्छस् थारू? म हाँसेको देखेर दिदी कराइन्। पार्वती भनेको त शिवजी पो रहेछन्। बढ्दा नजिस्का, अगल्टो मुखतिर झोसिदिएला। ज्वाट्ट भरभराएको अगल्टो ताने। रापिलो अगल्टो मेरो मुख नजिकै आयो। कति झगडा गर्छ नि छोडा छोडी, आमाले मुड्की लगाउनु भयो। अहिले मुड्क्याउँछु अनि बर्खामा आमा त्यसै पनि बेसरी रिसाउनुहुन्थ्यो। म चुप लागेँ। आमाले फतफताउने तरकारी पकाउनु भयो। बेला बेला पानी रिसाएको भित्ताभरि हेरिरहनु भएको थियो। पोखर त्यही छेउको भित्तो गर्ल्याममा भत्किएको थियो। त्यसैले आमा डराउनु भएको होला। जा, तेरा बाले भात खिच्न बोला। आमाले मलाई हेर्नुभयो। पानी चुहिया छ कि त्यो पनि हेर। फेरि बासी त झगडा परे जस्तो छ आमाको। म चुपचाप बाहिर निस्किएँ। सिमसिम पानी परिरहेको थियो। म हत्केलाले तालुलाई छेकेर हर्याङ उक्लिन थालेँ। बा रेडियोमा 8 बजेको अङ्ग्रेजी समाचार सुनिरहेको थिएँ, आँखा चिम्लिएर। 2 वर्ष अगाडि म सोच्थेँ, कहाँ भित्र बस्छ रेडियोको मान्छे। एक दिन रेडियो नजिक मुख लगाएर गाली गरेको थिएँ, तर भागेको थिएँ अमौरी खोला। पछि भने डर लाग्यो, बाले थाहा पाउनुभयो भनेर। रेडियोको मान्छेले मैले गाली गरेको बालाई भनिदियो भने खुब डराएको थिएँ। साँझ घर फर्किँदा सबै उस्तै थियो। रेडियोको मान्छे पनि रेडियोभित्र थियो। झन् चर्को स्वरमा कराइरहेको थियो। प्रधानमन्त्री मरिचमान सिंहले भन्नुभयो, चियामा हाल्ने मरिच भन्दै म खुब हाँसेको थिएँ। त्यो सम्झेर अहिले पनि हाँसो लाग्छ। किन हाँसिस? बाले त देख्नुभयो पो भएछ। धत, बाले रेडियो बन्द गर्नु, भात पो खाना आउनु रे। पलेटी बनेर खुम्चिएका बाका 2 घोडा फिजारेर पलङतिर झरे। घोडा हात्तीछाप चप्पलका फितामा छिरे। जुवामा छिरेको गोरु चाहिँ। म अघि लागे, बा पछि पछि आउनुभयो। भात पस्किराखेको थियो। खसेका भातका 1-2 सिता भुङ्ग्रोमा डढिसकेका थिए। छिर्ने बित्तिकै सुगन्ध सोझै पेटभित्र पस्यो। बा पिर्कामा थपक्क बस्नुभयो, केही बोल्नु भएन। लोटा ढल्काएर अगेना छेउ हात औँलाहरू टुप्प धुनुभयो। औँलाबाट पानी भुङ्ग्रोमा खस्दा भुत्त अलिकति खरानी उडेर बिचमै हराउन गए। बा बोल्नु हुँदैन थियो खाने बेलामा। के सोच्नुहुन्थ्यो? चुपचाप बसेर जे दिन्छ त्यही खायो। नुन बढी चुप, नुन छैन चुप, भात डढेको छ चुप, मलाई कहिल्यै मन नपर्ने भान्टाको तरकारी बालाइदियो चुप। आमाले बाका अगाडि काँसका थाल र बटुका राखिदिनु भयो। बाले औँलाहरूको टुप्पाले मात्रै मासको दाल लप्टिने गरी भात खान थाल्नुभयो। मेरा भने औँलाका कापमा भात निस्किरहेका थिए। म यसरी नै भात मुछ्थेँ। कस्तो घिनलाग्दो गरी खान्छ यो। बेला बेलामा आमा भन्नुहुन्थ्यो। मलाई भने बाको भात खाने तरिका मनै पर्दैन थियो। चुच्चाले चारा टिपिएको चराहरू जस्तै, पेटै नभरिने। मैले चुपचाप भात खाइरहेँ। गोठमा बेला बेला गाई गोरु कराएपछि बा आमातिर पुलुक्क हेर्नुभयो। गोठ चुहिएर रुज्यो होला र त कराउँछन् नि डाङ्गाहरू, आमाले भन्नुभयो। बाले नसुने चाहिँ गर्नुभयो। यो भित्तो पनि आजै रातितिर भत्केला जस्तो छ, रसा छ। आमाले फेरि भित्तातिर हेर्नुभयो। बाले ख्याक्क गर्नुभयो, बोल्नु भएन। होइन, कस्तो कुरा नसुनेको? आमा च्याठिनु भयो। बाले ट्वाल्ल पर्दै आमालाई हेर्नुभयो। घर भत्केर जान लाग्यो, बनाउनु पर्दैन? सधैँ बर्खा लाग्दा घर लडेर पुरिन्छ कि भन्ने डर। बनाउँला त, बाले भन्नुभयो। मैले जीवनमा केही मागिनँ, एउटा राम्रो घर त बनाऊँ भन्दा नमान्ने। त्यसै रुन खोजियो त। मेडिकल बढाऊँ भन्दा पैसा त्यति सकिए। जहिले पनि केही न केही बहाना। आमाले अगुल्टो चलाउनु भयो। ससुराले त लैजा भनेकै थिए। नलिई हिँडेपछि यस्तै हुन्छ। फुरुक्क ल्याएको भए आज यहीलाई नि जगाएको जस्तो चुइने घरमा बस्नु त पर्दैन थियो। के गर्छस् त? मेरो बानी नै यस्तै छ। बाले दाँत देखाउनु भयो। मसित बिहा नगरेको भए खुसी हुन्थिस् कि? म बुढीसित किन आइस् त? म दिदीतिर हेर्दै हिस्स हाँसेँ। उनले लजाउँदै घोसोमुन्टी लगाइन्। उतै रतु हुँदा त राम्रै थियो नि, आफ्नो मान्छे नि थिए। आमाको आवाज मसिनो भयो। कुन दशाले मलाई यो मधेसमा डाक्टर बनायो? तपाईँलाई यो मधेसमा डाक्टर बनायो? यी मटेराका मान्छे पनि औषधि माग्छन्, पैसा दिँदैनन्। अब चिन्जान भएपछि माग्न पनि गाह्रो। तपाईँको यही बानीले दुःख दिन्छ। गाउँभरि पैसा उठाउनु छ। आमाले खुइया सुस्केर हाल्नुभयो। आफूसित नगद छैन। त्यसपछि लामो मौनता छायो। बाले थालको अन्तिम सिता टिप्नुभयो। मैले बालाई हेरेँ। गालाका हड्डी बाहिर निस्केका थिए। बाले जुठो थाल सडकको आमातिर सारिदिँदै लोटा समाएर उठ्नुभयो। बाका घुँडा कटकट बजे। लोटा बाहिरी छाडेर बा आँटीमा उक्लिनु भयो। फर्किनु भएन। आमाले जुठो थालमा भात राख्दै गर्दा म पनि बाहिर निस्केँ।
सिमसिम पानी बर्सी नै रहेको थियो। बेला बेला आकाशमा बिजुली चम्किरहेका थिए। म हतार हतार भर्याङ उक्लिँदै गर्दा दिदीलाई पनि बाहिर निस्केको थिएँ। दिदीसँगै आमाको आवाज पनि बाहिर आयो, छानो चुहियो कि हेर त। म आँटी उक्लिँदा बा खटिया सारिरहनु भएको थियो। नजिकै पुग्दा देखेँ मेरो ओछ्यानमा एकपल्ट त लुसुप्पकै रुचि छ। मध्यरात छानो नै पाल पर्ने गरी पानी धर्कियो। बा र आमा हतारिँदै उठ्नुभयो। बाले टर्च बालले चुहिएको ठाउँमा खोज्न थाल्नुभयो। आमाले घरको कुनातिर नचुहिने ठाउँ खोजेर मेरो ओछ्यान लगाइदिनु भएको थियो। त्यसैले ओभानो ओछ्यानबाट मैले हेरिरहेँ। यताउता गर्दै स्याँ स्याँ बढेका बालाई लामो सास तान्दै बाले भन्नुभयो, यो हिउँदमा नयाँ घर नबनाइ भएन। धोएको सिरकको छेउला झैँ आकाश सफा थियो। घर परपर आकाशको पल्लो छेउ रिट्ठाले घोटी घोटी पखाले जस्ता बादल चम्किरहेका थिए। यी मटेरातिर आइरहेका थिए। एकछिनपछि ओछ्यानमा बसेर तनक्क तन्किएँ। गर्दन पछाडिकोबाट जोर्नी टनटनी दुख्न थालिसकेका थिए। एक रातमै टाउको 5 किलो बढ्ने गरुङ्गो हुन थालेको थियो। दुवै हात धुरीतिर उठाएर ढाड तन्काएँ। मकै, डुम्री, बेलौतिर घन्टी फुलका लाम्चो पात अझ हरिया भएका थिए। दारी काटेर नुहाएका मानिसको अनुहार झैँ दिन उज्यालो थियो। घाममा सुकिरहेका हिलोको बास्ना माथि आइपुगेको थियो मेरो ओछ्यानसम्म। बङ्गारा फुस्केलान झैँ मुख च्यातियो। हाइदेतैबाट बाहिर निस्क्यो। सिडी ओर्लेर गर्दा मैले देखेँ अगेनामा बालुवाका थुप्रा थुप्री। डेरी छिउ साइकल थिएन। टायरको छाप भने बालुवासहित त्यहीँ थिए। बा गइसक्नु भएछ। आमा सधैँ चाहिँ गोठैमै हुनुहुन्थ्यो। गाई गोरुका गर्दनमा झुन्डेका काँसका घन्टीको आवाज र आमाको गुनगुन पछाडिबाट फनक्क घुमेर मेरो कानमा ठुकियो। पक्रेका घन्टी फुल छुँदै म भान्सातिर लागेँ। बाको जस्तै मलाई पनि बिहान उठ्ने बित्तिकै मरिचवाला चिया खाने बानी थियो। सङ्घारमै पुग्दा मैले दिदीका खित्का सुने। हतारमा भित्र छिर्न खोज्दा सङ्घारमा दायाँ गोडा अल्झियो। म आफ्नो छातीको पछि पछि हुत्तिएँ। भान्सामा दिदी एक्लै थिइन, साथमा थिइन् अर्की केटी पनि। घोडामा चिउडो अडाएर बसिरहेकी, जसलाई चन्द्रे र म भन्थ्यो ममता दिदी। ममता दिदी र हाम्रो खेतका कुम जोडिएका थिए। खेतमा पानी लाउने खोल्सा एउटै थियो। जब हाम्रो पालो आउँथ्यो मध्यरातमा खोल्सा सुकिहाल्थ्यो। बिहान त हाम्रो खेत आधा मात्र भिजेका हुन्थे। त्यो देखेर आमा त सारा मटेर थर्केने गरी घर आउनुहुन्थ्यो। कसले लग्यो फेरि खोलाको बाँध? एक दिन आमाले थाहा पाउनुभएछ। राति ममता दिदीका बा हाम्रो खेततिर आउने पानी आफ्नो खेततिर पो फर्काउँदो रहेछ। त्यो थाहा पाएपछि बा बेसरी रिसाउनु भएको थियो। त्यसपछि हाम्रो पालीमा पानी कहिल्यै सुकेन। तर प्रत्येक बर्खा ममता दिदीका खेतका आली हाम्रा खेततिर चिप्ले किरा चाहिँ सर्दै आउँथे। एक दिन कटासेबाट चाँडै फर्किनु भएका बा कौर्लिनु भयो, किन सार्छौ आली? कसले सारेछ? ममता दिदीका आमा पनि चिच्याइन्। त्यसै कराउँछौ? बा रिसले थरथरी काँप्नु भयो। बा यसरी रिसाएको त देखेकै थिइनँ। बाले खेतका आली भत्काइदिनु भयो। ममता दिदीका आमा मटेर नै थर्किने गरी कराइन्। डाक्टरले हाम्रो खेत खायो। गाउँभरिका मान्छे जम्मा भयो। गल्ती ममता दिदीहरूकै थियो नै भएको ठहर भयो। त्यसपछि खेतको आली सरेन। तर ममता दिदीका आमा र बाले हाम्रो घरतिर हेर्दै थुक्न थाले। ममता दिदी र हाम्रो दिदी पार्वती खुब मिल्थे। उनी हाम्रो घरमा आउँदा हामी सबै खुसी हुन्थ्यौँ। बा पनि दिदीलाई चाहिँ ममता दिदीलाई माया गर्नुहुन्थ्यो। खेतको झगडा परेपछि ममता दिदीका बा आमाले ममता दिदीलाई हाम्रो घरमा आएको मन पराउँदैनथे। तर ममता दिदी लुकी हाम्रो घरमा आउँथिन्। ममता दिदी 6 कक्षामा पढ्थे हाम्रो दिदीसँगै, रोल नम्बर 3। ममता दिदी चौथी छोरी थिइन्। नपाउँ भन्दा मन्दै यो जन्मे। ममता दिदीका आमा दिन बिराएर कराउँथे। ममता दिदी यसरी आमा कराउँदा पिक्लिक्क आँखा फर्काउँथिन्। मैदा रङको गालामा धमिलो आँसु बग्थ्यो। ममता दिदी तीजमा निलो पोलिस्टरको सर्ट र गोलीघाँटासम्म झुन्डिने निलै स्कर्ट पाउँथे। स्कुल ड्रेससम्म मेल खाने। अर्को वर्षमा स्कर्टमा टाँगभित्रका धागा पनि रातो निलो हुँदै फरक रङका हुँदै जान्थे। स्कर्टमा खिप उनिन्थ्यो। तलुवा खिचेका सेन्डिलमा नयाँ फिता। बेला बेला ममता दिदीको आमा भन्थिन्, कठै पहिला पनि जान्न। ममता दिदी 11 वर्षकी थिइन्। म थाहा पाउँथेँ। अगाडिका दिदीहरू पनि आमाले नै चाहे चाहिँ पहिला गए, फेरि कहिल्यै फर्केर आएनन्। दिदीहरू कहिले कहीँ चिठी पठाउँथे ममता दिदीकै नाममा। हुलाकीले पनि उनलाई नै सुटुक्क दिन्थे। कहिलेकाहीँ चिठीभित्र पैसा पनि आइपुग्थे, 20 रुपियाँसम्म। पैसा पाएका दिन ममता दिदी हामीलाई बोलाएर रातो रिबन ल्याइदिनु भन्थिन्। बाले चुपचाप ल्याइदिनुहुन्थ्यो। क्यार छेउ दिदी यत्तिका रिबन? म सोध्थेँ। एक दिन यिनैमा झुन्डेर मर्छु भनेर एकछिन चुप लाग्थिन्, अनि आफ्नै काखमा घोप्टिएर हाँस्थिन्। यो त रन्डी हुन्छ भन्दै एक दिन आमाले बेस्सरी पिटिन्। कपाल लुचिदिन्। दिदीका सबै सम्पत्ति, टप, चुरा र रिबन आगोमा झोसिदिए। ती सबै बटारिँदै पग्लिएर डढे। जब दिदी र म खोज्दै उनको छेउमा पुग्यौँ, ममता दिदी अमौरी खोलाको किनारमा अबेरसम्म सुक्क रोइरहेकी थिइन्। साँझ परिसकेको थियो। अत्तरका झ्याङबाट बाहिर निस्केको गाईलाई हेरिरह्यो। त्यति ममता दिदी आफ्नो घरमा गइरहन्। ममता दिदी आमाले देख्छिन् कि भनेर हामी लुक्दै खेत हुँदै हाम्रो घरमा आयौँ। घर जाऊ, भात खाने बेला आमाले भन्नुभयो, तिम्री आमा खोज्दै यहाँ आइहाल्छिन्। जान्न। ममता दिदी फेरि रुला जस्तो पो भइन्। बा भात खाइरहनु भएको थियो, बोल्नु भएन। एकछिनमा लोटा लिएर बाहिर गएपछि बा सुरुक्क माथि जानुभयो। अल्लीपछि रेडियोको घ्यार आवाज तलसम्म आयो। बाहिर एकदमै अँध्यारो थियो। आमा अगेनामा पोतो लगाउँदै हुनुहुन्थ्यो। पिसाबले च्यापेपछि म बाहिर निस्केँ। करेसामा पुगेँ। सुटुक्क पिसा फेर्न उभिएँ। करेसामा मुतेको थाहा पाएपछि त आमाले भकुर्नुहुन्थ्यो, तर मलाई अलि पर जान डर लाग्थ्यो। कस्तो हो, जहाँ पाए त्यही मुत्छ। एकपल्ट करेसामै आएर आमाले मलाई गाली गर्नुभएको थियो। यो त सुँगुरको जातको छ।
जाईको मुख के च्यातेको थिएँ, अगाडिपट्टि ज्याममा परेको डुम्रीको रुखमा एउटा जुनकिरी उक्लिरहेको थियो। त्यसलाई हेर्दै पिछा फेर्न थालेँ। फेरि भान्सामै पस्नै लागेको थिएँ, डुम्रीको रुखबाट पर एउटा बत्ती देखेँ। बत्ती हाम्रो घरतिर आइरहेको थियो। रागे भूत हो कि क्या हो? म भन्स्यातिर गरेँ। दिदीहरू गुनगुन गर्दै थिए। म कुनातिर लुसुक्क बसेँ। फेरि करेसामा मुतिस, आमाले मतिर हेर्दै भन्नुभयो। म हाँसेँ, दिदीहरू पनि हाँसे, तर हाँसो एकैछिनमा रोक्यो। डाक्टर, ए डाक्टर! ममता दिदीको आमाको आवाज आयो। अघिनामाथि आमाको हात टक्क अडिए। माथि रेडियो पनि बन्द भयो। खेत त खायो, मेरी छोरी पनि खान खोज्या हो? बाको आवाज सुनिएन। एकनास झ्याउकरी कराइरहे। अनुहार रातो भयो, जुरुक्क उठ्नुभयो। किन कराउँछे? गाउँै थर्किने गरी। ए ममता राणी, बाहिर निस्कि त, जान्याछु। ममता दिदी थर्र काँपिन्, लर्खराउँदै बाहिर निस्किन्। पछि हामी ममता दिदीका बा लालटिन समाएर उभिएका थिए। ममता दिदी सङ्घारमा आइन्, अडिन्। आमा कराइन्, यता मर। ममता दिदी घोसेमुन्टु लगाएर बाहिर निस्किन्। आमा छेउ गएर थपक्क उभिन्। धागोले एक चुल्ठा बनाएर बाँधेको कपाल समाउँदै आमाले जोडले पछारिने गरी अँध्यारोमा धकेलिदिन्। फेरि यहाँ आइस भने बैरी पनि चिन्दिनस् राणी। ममता दिदीकी आमाले आँटीतिर हेर्दै हेरिरहन्। बा उभिनु भएको थियो। उनले थुथु गर्दै आँगनमा थुकिरहन्। केटाकेटी हुन्, कुरा बुझ्दैनन्। बाले भन्नुभयो, यहाँ आउन, आउँदा के भयो त? तिम्रा कुरा पनि हामीले बुझेका छौँ। ममता दिदीको आमाको सास पढ्यो। बा फेरि केही बोल्नु भएन। ममता दिदी सुक्क सुक्क गर्दै थिइन्। आमा चाहिँले कुम समाउँदै हुत्ताइन्। फेरि आइस भने घाँटी निमोडी दिन्छु। तर्मराउँदै ममता दिदी अँध्यारोमा हराइन्। अघि ममता दिदीलाई लगाएर उनका बामा पछि लागे, डुम्रीको रुख मन्दिरबाट। मैले आँटीतिर हेरेँ, बा उभिरहनु भएकै थियो। एकछिनपछि पलङ्ग बस्नुभयो। आमा फतफताउँदै भित्र छिर्नुभयो। मैले पार्वती दिदीको सुक्क सुनेँ। उनी पनि भित्र गइन्। म त्यही रहेँ। एकछिनपछि मैले देखेँ ममता दिदीका बाको हातमा झुन्डिएको लालटिन जुनकिरी जस्तो भयो। यता भने अघि डुम्रीको रुखमा उभिएको जुनकिरी तारा चाहिँ तल खस्यो। त्यसको भोलिपल्ट ममता दिदी स्कुल आइनन्। त्यस दिन पछि पार्वती दिदीले धेरै खोजिन्, ममता दिदी कतै भेटिनन्। चन्द्रे र म लुकी लुकी उनको घरमा गएका थियौँ। घरमा पनि थिएनन्। एक दिन बाले पार्वतीलाई सोध्नु भएछ, ममता घरमा छैनन्? दिदीको घरमा गइछ। छि, कति हेला गरेका हुन् तिनलाई। आमाले भन्नुभयो, आफ्नो सन्तानलाई पनि कसैले यसरी हेला गर्दैन। बा बोल्नु भएन। ती त आमा भन्नु मात्र हुन्। ममता जन्मेपछि गाउँभरि छोरी भई भन्दै रुँदै हिँडेकी हुन्। बहिनी भनेर दिदीले पाले भने त हो, नत्र ममताले दुःख पाउँछिन्। हुँदे, बल्ल बा बोल्नुभयो। पढ्नमा तेज छिन् ममता। के पढ्न देला? आमाले अहिलेदेखि बेहुलो खोजिदिन थालेका छन्। त्यसपछि कहीँ दिन ममता दिदीको कुरा हाम्रो घरमा भएन। आज भने ममता दिदी फर्किएकी छिन्। ममता दिदी मक्क पर्दै माइला पिनाजुको कुरा सुनिरहेकी थिइन्। त्यसैले रहेछ पार्वती दिदी हाँसेको। ममता दिदी, म हाँसेँ, सन्चै छौ? बल्ल उठे थारू। पार्वती दिदीले मुख बिगारेन। मुख धुन छैन, छि। म हिस्सा हाँस्दै अगेना छेउ टुक्रुक्क बसेँ। दिदीले मलाई चियाको फ्राई बिन अगेनामा राखिदिन्। मैले कर्के नजरले हेरेँ। ममता दिदीले म्याक्सी लगाएकी थिइन्। गुलाबको हरियो बुट्टा भएको, कपडाबाट बास्ना आइरहेको थियो, नयाँ कपडाको जस्तो। ममता दिदीको कपालमा रिबन थिएन। उनको एक चुल्चो कपाल भुइँसम्म सलक्क परेको थियो। थाहा छ? ममता दिदी हल्लाउँदै भने, 7 कक्षा पास भएपछि मलाई भिनाजुले पढाउँछु भनेका छन्। एक दिन अलमारी खोतल खातल पर्दा बाको नागरिकता देखेँ। नागरिकतामा काव्यको पाना जस्तो लामो थियो। नागरिकताको फोटोमा बाले टोपी लगाउनु भएको थियो। तर बाका जुँगा थिएनन्। मलाई जुँगा खुब मन पर्थ्यो। त्यसैले दिनभरि लगाएर बाको जुँगा बनाएँ। यहाँ आँगनमा थिएँ। बाले बोलाउनु भयो। म आँटीमा उक्लिएँ। लौ जा। थरथर काँपिरहेको बाको हातमा नागरिकता थियो। नागरिकता देख्ने बित्तिकै मेरो होस उड्यो। यसमा जुँगा तैँले बनाएको होस्? मेरो सास पढ्यो। म चुपचाप उभिरहेँ। चाहिने नचाहिने काम गर्छस्? मैले कुटुक्क थुक्निले। अचानक बाका हत्केला मेरो गालामा बजारिए। म थुच्चुक्क बसेँ। फेरि बाले हुच्चुकमा मुड्की बजार्नु भयो। बरुभरि आँसु झरे, तर मैले चुइक्क आवाज निकालेन। जति माया गरे त्यति माथिन्छ। बा हतारिँदै भित्र पस्नुभयो। भित्रबाट रस्सी ल्याएर भन्नुभयो, पख तँलाई बाँधेर गोठामा लडाउँछु। रस्सी देखेर मेरो हंसले ठाउँ छोड्यो। नाइ बा, मैले हिक्क गर्दै हात जोडेँ। अब यस्तो गर्दिन। बाले एकछिन मलाई निहालेर हेर्नुभयो। मैले हिक्क गरिरहेँ। बा थ्याच्च पलङमा बस्नुभयो। जब म अबेरसम्म रोएर भान्सामा झरेँ, आमा मलाई देखेर जुरुक्क उठ्नुभयो। दिदी पनि छक्क परिन्। कसले पिट्यो? गाला सुनिने गरी आमाको अनुहार अँध्यारो भयो। म बेसरी रोएँ। नाकबाट पातलो सिगान भयो। कसले पिट्यो भन्? त्यसका हात भाँचेर। बाले। आमा दुगुर्दै आँगनमा निस्किनुभयो। आँटीतिर हेर्दै चिच्याउनुभयो, किन यसरी पिटेको? शुद्धि कहाँ हरायो? बाले के भन्नुभयो कुनी? आमा हतारिँदै आँटी उक्लिनुभयो। दिदी म छेउ आइन्। मेरो कपाल सुमसुमाइन्। एकैछिनमा आमा भान्सामा आइपुग्नुभयो। मेरा गाला सुमसुमाउँदै भन्नुभयो, तँ यस्तै नचाहिने काम गर्छस् अनि नपिटेर के गर्नु? तेरा बाको नागरिकता बिग्रियो। तैँले बालाई खुब दुःख दिन्छस् छोरा। मेरा हिक्का रोकिए। बिगारिहालिस् नि भइगयो। आमाले मेरो आँखा पुछिदिनुभयो। अब फेरि यस्तो गर्छस्? नाइ। त्यस रात म जब बिउजिन्थेँ, आफूले बिगारिदिएको नागरिकताको सम्झना आउँथ्यो। भोलिपल्टदेखि आमाले बाकस र अलमारीमा ताला लगाउन थाल्नुभयो। मैले कसम खाएँ, अब त्यसो गर्दिन। केही दिनमै मेरो कसम कता गयो कता। मैले रात दिन गरेर आफ्नो किताबका फोटाहरूमा जुँगा बनाएँ। कसैका घोप्टे, कसैका चुच्चामाथि उक्लेका, कसैका चेरी झैँ चुच्चा बटारिएका।
भोलिपल्ट स्कुलबाट फर्किँदा म चन्द्रेलाई देखाउँदा ऊ मरिमरि हाँसेको थिएँ। एक दिन दिदीले 6 कक्षाको महेन्द्र मलाई भेटेपछि मेरो हात चकचकाइहाल्यो। छड्के अनुहार लगाएका चस्मावाल मानिसको अनुहारमा मुसु मुसु हाँस्दै रातो साइन पेनले जुगा थपिदिए। चुच्चो माथितिर उक्लिएको फेद भने 6 दर्गा जति मोटो। आमा फेरि यसले मेरो किताबमा जुगा बनाइदिएछ। दिदी खुट्टा बजाउँदै आँगनमा झरिन्। आमा पिँढीमा बसेर चामल निफाल्दै हुनुहुन्थ्यो। पख, राजाको फोटोमा जुगा बनाउँछस्? किताब हेर्दै आमाले धम्काउनु भयो। अब तँलाई पुलिसले लैजान्छ। मेरो अनुहार कालो निलो भयो। म अमौरी खोलातिर दुगेर बाटोमा चन्द्र भेटियो। कहाँ जान लाइस्? चन्द्रले कराउँदै पछि लाग्यो। अमौरी खोलामा भागीरामलाई गोठालाहरूले घेरेका थिए। म खोलातिर दुगेर माथि बाटोबाट नदेखिने गरी किनारमा लुकेर बसेँ। किन भागेको भन्दै चन्द्र छेउ आएर बस्यो। अब मलाई पुलिसले लैजान्छ। मैले काँपेको आवाज सुने। मैले राजाको जुगा बनाइदिएँ। चन्द्रले मलाई तर्साउँदै हेर्यो। साँझ घर फर्कदा बा आइसक्नु भएको थियो। बाहिर उभिरहेँ। ए, किन बाहिर लुकाएछस्? आमाले थाहा पाउनु भएछ। भित्र आइज। आज फेरि बाले पिट्नुहुन्छ भनेर तर्सिँदै भान्सामा छिरे। बा आँखा चिम्लेर बसिरहनु भएको थियो। मतिर हेर्नु पनि भएन। त्यसपछि मैले थाहा पाएँ किताबमा बाले गाता लगाइदिनु भएछ। केही महिना त शान्त रहेँ, तर के गर्नु, घरमा एक्लै भएँ। आमा धान लिएर मिल जानु भएको थियो थारू गाउँ। त्यसको टुकटुक आवाज हाम्रो गाउँसम्म आइपुग्थ्यो। ममता दिदी र दिदी नुहाउन कुवामा गएका थिए। म घरको माथिल्लो तल्लामा थिएँ। पढ्न मन थिएन। आकाशलाई बादलले ढाकेको थियो। मलाई दिगदारीले घरका कुना कुना चाहे। बाकस र आलमारी खोतल खतल पार्न मन लाग्यो, तर सबैमा ताला झुन्डेका थिए। के गरौँ? दिदीको ओछ्यानको सिरानमा औषधिको ठुलो कार्टुन देखेँ, जसभित्र सन्तोषी माताको फोटो थियो। सन्तोषी माता थिइन्, सुरिलो नाक र रातो मुख भएकी। टिकापुरबाट भिडियोमा जय सन्तोषीमा फिल्म हेरेर आएपछि दिदी सन्तोषी माताको भक्त भएकी थिइन्। दिदीले खाली कार्टुनभित्र सन्तोषी माताको फोटो नाचेर मन्दिर बनाएकी थिइन्। साँझ परेकी दिदी धुप बालेर घन्टी बजाउँथिन्, मन्त्र गुनगुनाइ गर्थिन्। सबै देखेर बा मुसु हाँस्नुहुन्थ्यो। म मन्दिर छेउ पुगेँ। एकपल्ट फोटोलाई हेरिरहेँ। सन्तोषी माताको ओठ र नाक बीचको खाली ठाउँ देख्ने बित्तिकै मेरा हात चकचकाउन थाले। मैले दिदीको सिरानेर रातो साइन पेन भेटिहालेँ। फोटोतिर बढाउँदा हात एकछिन काँपे, डर लाग्यो। भगवान नहुन्, के थाहा, श्राप पो दिन्छन् कि। जे पर्ला। मेरा हात सन्तोषी माताको ओठसम्म पुग्यो। मैले ओठ र नाकको बीचमा पहिलो रातो धर्सा ताने। जुगा बन्दै गयो। जुगा अलि तल झरेर माथितिर बटारिएर जेरी नै फनफनी जेरी। अब पो तयार भयो नयाँ चित्र। अब सन्तोषी बा भइन्। मैले फोटोमाथि लेखिने सन्तोषी बा लेखिसकेपछि आफ्नै बाको सम्झना आयो। अर्को लाइन थपिने हर्षबहादुर। साँझ खाना खानु अघि दिदीको पूजा गर्न मन्दिर गइन्। म आँटीमा बाहिरपट्टि बसेर पढ्दै गरिरहेको थिएँ। बा भर्खरै आएकाले सुस्ताइरहनु भएको थियो। बा, दिदी भित्रबाट रुन्चे अनुहार बनाएर आइन्। त्यसले फोटो बिगारिदियो। बा जुरुक्क उठ्नु भयो। मेरो हात ट्याप्प समातेर घिसार्नु भयो। अब मैले फेरि मुर्गी खाने भएँ। म थुरथुर काँपेँ। बाले मन्दिरतिर निहाल्नु भयो, जहाँ लेखिएको थियो सन्तोषी बा हर्कबहादुर। म गोदाइ खाने तयारीमा बसेँ, तर बाले खिस्सा हाँस्दै भन्नुभयो, मुजी। म लाजले लुत्रुकै भएँ। श्रोताहरू, आजको यस बसाइलाई म यहीँ टुङ्ग्याउँछु। तपाईँहरूलाई मेरो यो उपन्यास वाचन कस्तो लागिरहेको छ? प्रतिक्रियाको अपेक्षा गर्दछु। तपाईँको रात या दिन शुभ रहोस्। धन्यवाद।